आज चाहिँ हामीले ट्याक्सको बारेमा बुझ्छौँ है। ट्याक्सको बारेमा किन बुझ्ने त भन्दाखेरि विभिन्न सरकारले दिएको सुविधाहरूबाट चाहिँ हामीले कसरी कर बचाउन सक्छौँ त भन्ने हिसाबले सबै कुराहरू नलेज भयो भने पो हामीले बल्ल सेभ गर्न सक्छौँ त। सरकारले दिएको छुटहरू हामीले बल्ल युज गर्न सक्छौँ त। त्यो कुरालाई मध्यनजर गरेर चाहिँ हामीले आज ट्याक्सको बारेमा बुझ्छौँ है। के हो त ट्याक्स भनेको भन्दाखेरि ट्याक्स इज द कम्पलसरी पेमेन्ट मेड टु गभर्मेन्ट्स। कम्पलसरी पेमेन्ट हो जुन कि हामीले गभर्मेन्टलाई पे गर्छौँ। कि कसले पे गर्छ त भन्दाखेरि इन्डिभिजुअलले पनि पे गर्न सक्छ अथवा बिजनेसले पनि पे गर्न सक्छ। त्यो होइन गर्नै पर्छ भनौँ न, इन्डिभिजुअलले अथवा बिजनेसले पे गर्छ टु फन्ड द पब्लिक एक्सपेन्डिचर। पब्लिकको खर्चलाई पूर्ति गर्नको लागि भनेर, सरकारको खर्चलाई पूर्ति गर्न भनेर चाहिँ ट्याक्स सरकारले कलेक्ट गर्छ कि। अब ट्याक्स सरकारले कलेक्ट गर्छ किन गर्छ भन्दाखेरि रोड बनाउन भयो, स्कुल बनाउन भयो, हस्पिटलको लागि भयो, पेन्सनको लागि भयो, सब्सिडी अनुदानको लागि भयो होइन, टु मेन्टेन ल एन्ड अर्डर मेन्टेन गर्नको लागि भयो, पब्लिकको सर्भिसेसहरू सम्पूर्ण पब्लिकको खर्चहरू वडा नगरपालिका मालपो जिल्ला प्रशासन कार्यालय यातायात कार्यालय अनि विभिन्न अफिसहरू हुन्छ, सरकारी कर्मचारीहरू हुन्छ होइन, सरकारको आफ्नै खर्च हुन्छ, सम्पूर्ण खर्चहरू पूर्ति गर्न भनेर चाहिँ सरकारले कर उठाउँछ है। करको टाइप चाहिँ दुई टाइप हुन्छ करको, डाइरेक्ट ट्याक्स एन्ड इन्डाइरेक्ट ट्याक्स दुई टाइप हुन्छ करको चाहिँ। डाइरेक्ट ट्याक्स भनेको के हो भन्दाखेरि पेड बाई द सेम पर्सन टु हुम द ट्याक्स इज इम्पोज के। जसलाई ट्याक्स इम्पोज गरेको हो, जसलाई ट्याक्स लगाएको हो, यदि उसले आफैले पे गर्छ भने त्यो डाइरेक्ट ट्याक्स भयो है। र इन्डाइरेक्ट ट्याक्स भनेको चाहिँ इम्पोज टु वान पर्सन बट पेड बाई एनदर पर्सन। एउटा मान्छेको लागि कर लगाएको हो तर त्यो जसलाई कर लगाएको हो उसले कर तिर्दैन कि कर तिर्ने अरू नै हुन्छ, त्यसलाई इन्डाइरेक्ट ट्याक्स भन्छ है। र अब डाइरेक्ट ट्याक्सको इक्जाम्पल भनेको क्यापिटल गेन ट्याक्स भनौँ है। त्यो बेला क्यापिटल गेन ट्याक्स भनेको चाहिँ यदि तपाईँले के हुन्छ नि प्रफिट अन सेल्स अफ एसेट के, तपाईँले के एसेट्स बेच्नुभयो र त्यसमा प्रफिट भयो भने प्रफिटको पोर्सन मात्रै है, टोटल तपाईँले बेचेको पोर्सन होइन कि प्रफिटको पोर्सनमा तिर्ने ट्याक्सलाई भन्छ क्यापिटल गेन ट्याक्स भन्छ। इन्कम ट्याक्स भनेको चाहिँ इयरली इन्कमको बेसमा हुन्छ है। तपाईँले इयरली इन्कमको बेसमा ट्याक्स स्ल्याब भन्ने हुन्छ, त्यो ट्याक्स स्ल्याबको आधारमा तपाईँले पे गर्नुपर्छ है। भ्याट भनेको चाहिँ के छ भन्दाखेरि र मेटेरियल्सदेखिबाट सुरुमा हामीले डाइरेक्ट ट्याक्समा बुझौँ है। सुरुमा डाइरेक्ट ट्याक्स भनेको क्यापिटल गेन ट्याक्स भयो, ल्यान्ड ट्याक्स भयो, जमिनमा हुन्छ नि यो ल्यान्डको ट्याक्सहरूमा भयो, अनि अब इन्कम ट्याक्स भयो। यो कुराहरू इन्कम ट्याक्स भनेको चाहिँ तपाईँले अब इयरली इन्कम बेसमा गर्नुपर्छ भनिहालेँ। त्यसपछि अनि आउँछ इन्डाइरेक्ट ट्याक्समा जाऊँ है। इन्डाइरेक्ट ट्याक्स भनेको भ्याट। अब भ्याट भनेको भ्यालु एडेड ट्याक्स भन्छ यसलाई होइन। भ्याट भनेको चाहिँ र मेटेरियल्सदेखिबाट फिनिस गुड्ससम्म सम्पूर्णमा लाग्ने करलाई भ्याट भन्छ है। अब जस्तै अब भ्याट भनेको चाहिँ कस्तो लाग्छ भन्दाखेरि हरेक स्टेप बाई स्टेप के, जस्तै डिलर भयो अनि होलसेलर भयो, अब रिटेलरहरू होला होइन, सम्पूर्ण कुराहरू हुन्छ नि त। उनीहरूले जहाँ जहाँ प्राइस एड भएको हुन्छ नि बिचमा सबै ठाउँमा भ्याट एड हुँदै आउँछ है। त्यसपछि अनि अब सर्भिस प्रोभाइडरहरूले पनि भ्याट तिरेको हुन्छ कि, नट जसले गुड एन्ड सर्भिसेस जसले बेच्छ नि त्यसले होइन कि, जसले सामान बेच्छ उसले नि भ्याट तिर्छ र जसले सर्भिस प्रोभाइड गर्छ उसले पनि भ्याट तिरेको हुन्छ। त्यसपछि अब कस्टम ड्युटी भनेको चाहिँ यदि अब भन्सारमा लाग्ने जस्तै इम्पोर्ट गर्दाखेरि लाग्ने चार्जहरू भयो, कस्टम ड्युटी भयो, एक्साइज ड्युटी भन्छ होइन। त्यो भनेको कस्तो भन्दाखेरि सुन एक्साइज ड्युटी भनेको सबैमा हुँदैन है, त्यो चाहिँ सिलेक्टेड प्रोडक्टहरूमा मात्रै हुन्छ। जस्तै अब हुन्छ नि जस्तै अब मदिराहरूमा भयो, पेट्रोलहरूमा भयो, भेहिकल्सहरूमा भयो, लग्जरी आइटमहरूमा भयो, त्यो सबैमा एक्साइज ड्युटी लाग्दैन। अब सिलेक्टेड प्रोडक्टहरूमा सरकारको अनुसार आइआरडीको अनुसार चाहिँ अब भ्याट लाग्ने भयो। त्यसपछि प्यान भनेको चाहिँ के छ भन्दाखेरि पर्मानेन्ट अकाउन्ट नम्बर भन्छ, जसले कि तपाईँले तिरेको करको ट्रान्जेक्सनहरू सेभ गरेर राख्छ कि। जस्तै तपाईँले हुन्छ कति कर तिर्नुभयो, कति तिर्नुभयो भनेर सेभ गरेर राख्ने ट्रान्जेक्सन सेभ गर्ने कामलाई जस्तै पर्मानेन्ट प्यानलाई पर्मानेन्ट एकाउन्ट नम्बर भन्छ। इट इज अ युनिक आइडेन्टिफिकेसन नम्बर है। हरेकको युनिक हुन्छ कि फरक फरक नम्बर हुन्छ। इस्यु बाई द गभर्मेन्ट अथवा गभर्मेन्टले इस्यु गर्छ अथवा आइआरडीले इस्यु गर्छ टु ट्र्याक द पर्सन अर बिजनेस ट्याक्स ट्रान्जेक्सन। अब पर्सनको अथवा बिजनेसको चाहिँ ट्याक्सको ट्रान्जेक्सनलाई चाहिँ होइन यो सेभ गर्ने, स्टोर गर्ने र त्यसलाई ट्रान्सपेरेन्ट बनाउने के होइन, त्यो काम चाहिँ प्यानबाट गर्न सकिन्छ है। अब त्यसपछि हामी जान्छौँ टिडिएस भनेको के हो बुझ्छौँ है। टिडिएस भनेको ट्याक्स डिडक्टेड एट सोर्स के। ट्याक्स भनेको के हो भन्दाखेरि कर चाहिँ हुन्छ नि, तपाईँले पैसा पाउनुभन्दा अगाडि नै सरकारले सुरुमा कर काट्छ, बल्ल तपाईँले पैसा रिसिभ गर्नुहुन्छ, त्यसलाई भन्छ टिडिएस भन्छ, ट्याक्स डिडक्टेड एट सोर्स। र टिडिएस भनेको दुई टाइपको हुन्छ, एडभान्स टिडिएस र फाइनल टिडिएस भन्छ है। एडभान्स टिडिएस भनेको चाहिँ जस्तै अब स्यालेरीहरू भयो, लोयल्टी इन्कमहरू भयो, इन्कम फ्रम इन्टेन्जिबल एसेट भन्छ कि है, अनि सर्भिस फीहरू भयो, त्यसमा चाहिँ त्यो भनेको एडभान्स टिडिएस हो कि। एडभान्स टिडिएस भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब
हो एज्युम गरेको ट्याक्स हो कि नट अ फाइनल ट्याक्स है, एज्युम गरेको ट्याक्स हो। अनि यसमा चाहिँ के हुन्छ भन्दा पहिले कर काटिन्छ अनि बल्ल तपाईँले पाउनुहुन्छ कि, र यसको लास्ट चाहिँ लास्ट वर्षको लास्टमा गएर बल्ल क्यालकुलेसन हुन्छ कि तपाईँले कर तिर्ने कति नतिर्ने कति भनेर चाहिँ सुरुमा एज्युम गरेर ट्याक्स काट्छ स्यालेरीहरू भयो होइन, तर फाइनल भनेको चाहिँ इयरको लास्टमा हुन्छ है। त्यो भयो एडभान्स टिडिएस भयो नि। फाइनल टिडिएस भनेको चाहिँ कस्तो भन्दाखेरि यो फाइनलै हो कि जब तपाईँले त्यो पाउनुहुन्छ नि पैसा रिसिभ गर्नुहुन्छ नि कर काटेर फाइनल भएरै आयो हुन्छ त्यो चाहिँ होइन, इयरको इन्डमा फाइनल गर्नु पर्दैन यसमा फाइनल टिडिएसमा चाहिँ होइन। जस्तै अब तपाईँले ब्याङ्कबाट अब इन्ट्रेस्ट पाउनुभयो ब्याज पाउनुभयो भने त्यो फाइनल भयो, त्यो डिभिडेन्ड पाउनुभयो भने त्यो फाइनल भयो, चिट्टाहरू पऱ्यो लट्रीहरू पऱ्यो भने पनि त्यो फाइनल भयो कि एकचोटि कर काट्यो सक्यो, दोहोऱ्याएर कर काट्न परेन त्यसमा है। मिटिङ फीहरू भयो त्यो फाइनल भयो, पार्ट टाइम लेक्चरको तपाईँले गर्नुभयो भने त्यो पनि फाइनल भयो, क्वेसन पेपरहरू तपाईँले बनाउनु भयो भने त्यो पनि फाइनल भयो है। अब के भन्दाखेरि ट्याक्स एक्जिम्ड भन्छ कि, जस्तै अब सरकारले चाहिँ हुन्छ नि केही कुराहरूमा चाहिँ जनतालाई सहजता दिनको लागि भनेर सरकारले कर छुट पनि गरिदिएको छ कि नेपाल सरकारले होइन। अब के कुराहरूमा तपाईँले कर तिर्न पर्दैन, ट्याक्स छुट के कुरा हुन्छ त भन्दाखेरि भत्ताहरू भयो होइन, जस्तै सिटिजन्स अब जस्तै हुन्छ नि अब भत्ताहरूमा अब कर तिर्नु पर्दैन तपाईँले भत्ता रिसिभ गर्दाखेरि, पेन्सन लिँदाखेरि तपाईँले त्यो पेन्सनको अमाउन्टमा कर तिर्नु पर्दैन, गिफ्टहरू पाउनु भएको छ भने स्कलरसिपहरू पाउनु भएको छ भने त्यसमा तपाईँले कर तिर्नु परेन, इन्कम फ्रम एग्रिकल्चर तपाईँ खेतीबारी गरेर तपाईँले इन्कम गर्नुभएको छ भने त्यसमा कर तिर्न पर्दैन। अनि अब तपाईँले फुडहरू मिलहरू टिफिनहरू तपाईँले प्रोभाइड गर्नुभएको छ भने हुन्छ नि सबै कर्मचारीहरूलाई इक्वली प्रोभाइड गर्नुभएको छ भने त्यसमा कर तिर्न पर्दैन। जोइन्ट भेहिकल्सहरू जस्तै हुन्छ अफिसहरूमा त धेरै सबै कर्मचारीलाई हेल्प हुने गरेर भेहिकल्सहरू छ भने त्यसमा लागेन। अनि अब गेन अन सेल्स अफ पर्सनल हाउस होल्ड गुड्स ज्वेलरी होइन त पर्सनल घरको सामानहरू ज्वेलरीहरूमा नि कर लाग्दैन भन्ने कुरा छ है। अब हामी बुझ्छौँ फाइनल विथ होल्डिङ पेमेन्ट होइन। फाइनल विथ होल्डिङ पेमेन्ट भनेको चाहिँ तपाईँले जब पैसा रिसिभ गर्नुहुन्छ नि, जस्तै हामीले अहिले एडभान्स टिडिएसमा के पढाएको थियो भन्दाखेरि फाइनल एउटा त्यो एडभान्स टिडिएस एउटा फाइनल टिडिएस थियो नि हो। फाइनल टिडिएस अथवा फाइनल विथ होल्डिङ पेमेन्ट त के हो भन्दाखेरि एकचोटि कर काटिसकेपछि दोहोऱ्याएर कर काट्न पर्दैन, त्यसलाई भन्छ फाइनल विथ होल्डिङ पेमेन्ट। र यो भनेको चाहिँ के हो भन्दाखेरि डिभिडेन्ड, अब तपाईँले डिभिडेन्ड पाउनुभयो भने 5% कर काटिसक्छ र तपाईँले जब पाउनुहुन्छ नि त्यसपछि दोहोऱ्याएर कर काट्न पर्दैन है। इन्ट्रेस्ट रिसिभ तपाईँले अब इन्ट्रेस्टहरू पाउनुभएको छ भने अब बोन्डको डिबेन्चरकोबाट केही रिसिभ गर्नुभएको छ भने 6% एकचोटि काटेपछि दोहोऱ्याएर कर काट्न पर्दैन त्यसमा। रेन्ट रिसिभ अब जस्तै अब रेन्टहरू रिसिभ गर्नुभएको छ भने एकचोटि 10% काट्या हुन्छ त्यसपछि दोहोऱ्याएर कर काट्न पर्दैन। रिटायरमेन्ट फन्डहरू चाहिँ के छ भन्दाखेरि जस्तै अब रिटायरमेन्ट फन्डमा के पर्छ भन्दाखेरि अब प्रोभिडेन्ट फन्ड भयो सोसल सेक्युरिटी फन्ड भयो, यसमा रिटायरमेन्ट फन्डमा चाहिँ एकचोटि 5% कर काटिसकेपछि दोहोऱ्याएर त्यसमा कर लाग्दैन। मिटिङ फीहरू छ भने होइन अब 2000 हो कि 20,000 भयो होइन, एकचोटि त्यो दुइटा काटिसकेपछि दोहोऱ्याएर कर लाग्दैन यसमा है। त्यसपछि 2000 होला है, अब त्यो त्यहाँ कन्फ्युज भएँ। अनि पार्ट टाइम लेक्चरहरू छ भने क्वेसन पेपरहरू बनाउनु भएको छ भने एन्सर सिट बनाउनु भएको छ भने यस्तो कुरामा त एकचोटि 15% कर काटेपछि यसमा नि दोहोऱ्याएर कर काटिँदैन। लोट्री चिट्टा परेको छ भने 25% काटिन्छ एकचोटि, त्यसपछि दोहोऱ्याएर कर काटिँदैन। लाइफ इन्सुरेन्समा तपाईँले लाइफ इन्सुरेन्सको पैसा रिसिभ गर्नुभएको छ भने 5% कर काटिन्छ, त्यसपछि दोहोऱ्याएर कर काटिँदैन। भेहिकल्स अब जो भेहिकल्सहरू तपाईँले कसैलाई अब हुन्छ नि भाडा दिनुभएको अब त्योबाट पैसा रिसिभ भएको छ भने होइन 2.5% कर काटेपछि दोहोऱ्याएर कर काटिँदैन। यो त भयो। अब तपाईँहरूको बिजनेस छ अथवा केही छ होइन, अब फलोइङ एक्सपेन्सेस आर नट डिडक्टेबल, कस्तो कस्तो खर्चहरू चाहिँ तपाईँले आफ्नो खर्चबाट घटाउन पाउनुहुन्न त भन्ने कुराहरू छ है। पर्सनल एक्सपेन्सेसहरू छ भने पनि तपाईँले आफ्नो खर्चबाट घटाउन पाउनु हुँदैन है। जस्तै अब कम्पनी छ तपाईँको अथवा प्राइभेट लिमिटेड छ केही छ, तर आफ्नो पर्सनल खर्च चाहिँ त्यो कम्पनी खर्चबाट घटाउन पाइँदैन। एक्सपेन्सेस रिलेटेड टु फाइनल विथ होल्डिङ पेमेन्ट, अब फाइनल विथ होल्डिङ पेमेन्ट भनेको त अब त्यो दोहोऱ्याएर कर लाग्दैन नि त, दोहोऱ्याएर कर लाग्दैन भने तपाईँले त्यसको खर्चहरू पनि अब तपाईँले दोहोऱ्याएर देखाउन पाइँदैन है। अब एक्सपेन्सेस रिलेटेड टु एक्जिम, जस्तै अब सरकारले कर छुट दिया हुन्छ नि, कर छुट दिया हुन्छ जस्तै कि अब एग्रिकल्चरलाई कर छुट दिएछ भने एग्रिकल्चरको खर्चहरू ल्याएर तपाईँले अब उता लड जोड्न पाउनुहुन्न है। अनि
अब क्यापिटलहरू सेयरहरू इस्यु गर्दाखेरि लाग्ने खर्चहरू हुन्छ नि, तब अब सेयर इस्यु गर्दाखेरि लाग्ने खर्चलाई नि तपाईँले खर्चमा लगेर जोड्न पाउनु हुँदैन। लोन लिँदा लाग्ने एक्सपेन्डिचरहरूलाई पनि तपाईँले खर्चमा लगेर जोड्न पाउनुहुन्न। स्यालेरी पेड हु डज नट ह्याभ ट्याक्स, हु डज नट ह्याभ प्यान, जसको प्यान नम्बर छैन नि हो उसलाई तपाईँले कर स्यालेरी दिनुभएको छ भने पनि ओहो मेरो अब स्यालेरीको खर्च भनेर तपाईँले देखाउनु पाउनु भएन है। प्यान भएको मान्छेको सँगको मात्रै तपाईँले खर्च भनेर देखाउनु पाउनुहुन्छ। अनि एक्सपेन्सेस मोर देन 2000 भन्दा माथिको एक्सपेन्सेस छ र तपाईँसँग बिल छैन भने तपाईँले खर्च भनेर देखाउनु पाउनु भएन है, बिल हुनैपर्छ है। अनि रिजर्भ अथवा प्रोभिजन गरेर तपाईँ राख्नु भएको छ भने, रिजर्भ भनेको त फ्युचरलाई राखेको पैसा स्टोर गरेर राखेको पैसा जस्तो भयो नि त। अब रिजर्भ प्रोभिजनहरूलाई पनि तपाईँले खर्च भनेर देखाउनु पाउनुहुन्न। फाइनहरू लाग्छ तपाईँलाई, पेनाल्टी लाग्छ भने पनि तपाईँले त्यो फाइन पेनाल्टिजहरूलाई खर्च भनेर देखाउनु पाउनुहुन्न। त्यो कुरा भयो फ्लोइङ एक्सपेन्सेस। यस्तो एक्सपेन्सेसहरूलाई चाहिँ तपाईँले खर्च भनेर देखाउन पाउनु हुँदैन। अब तपाईँ त्यही हुन्छ नि, अब कस्तो कस्तो खर्चहरूलाई तपाईँले खर्च देखाएर चाहिँ यदि तपाईँले जागिर खानु भएको छ होइन, बिजनेस छैन तपाईँको, जागिर खानु भएको छ अथवा तपाईँ केही प्रोफेसनहरूमा केही इन्भल्भ हुनुभएको छ कि, जस्तै अब केमा भन्दाखेरि डक्टरहरूमा सिए, इन्जिनियर, पाइलट, अनि अब प्रोफेसर जस्तो टिचरहरू हुनुहुन्छ भने, साइन्टिस्ट हुनुहुन्छ भने, प्लेयरहरू हुनुहुन्छ भने, ज्योतिष हुनुहुन्छ भने, राइटरहरू हुनुहुन्छ भने तपाईँहरू होइन हो, तपाईँहरूको लागि चाहिँ सरकारले केही कर छुटको लागि भनेर केही सुविधा दिएको छ कि। कस्तो कस्तो कुराहरूबाट तपाईँले यदि तपाईँ जागिर खानुहुन्छ अथवा अब तपाईँ केही प्रोफेसनमा लाग्नु भएको छ तपाईँ भने पनि तपाईँले अब तपाईँले यस्ता यस्ता कुराहरूबाट तपाईँले कर छुट गर्न सक्नुहुन्छ है। केबाट कर छुट गर्न सक्नुहुन्छ भन्दाखेरि रिटायरमेन्ट कन्ट्रिब्युसन। तपाईँले रिटायरमेन्ट कन्ट्रिब्युसन भनेर यदि तपाईँ प्रोभिडेन्ट फन्डमा तपाईँले लगेर 3 लाखसम्मको अमाउन्टमा चाहिँ तपाईँले कर छुट पाउनुहुन्छ अथवा सोसल सेक्युरिटी फन्डमा 5 लाखसम्म पाउनुहुन्छ है। र यदि तर यसमा चाहिँ के हुनुपर्छ भन्दाखेरि 1/3 अफ द टोटल एसेसिबल इन्कम है, जुन थोरै हुन्छ नि हो त्यो मात्रै तपाईँले रिटायरमेन्ट कन्ट्रिब्युसनमा लगेर तपाईँले हाल्न सक्नुहुन्छ र तपाईँले कर छुट पाउन सक्नुहुन्छ त्यहाँबाट है। डोनेसन टु एक्जिम इन्टिटी। अब सरकारले हुन्छ नि अब कुनै इन्टिटीहरूमा डोनेसन गर्न पाउँछस् तैँले भनेर छुट्याइदिएको कुराहरूमा त यदि तपाईँले डोनेसन गर्नुभएको छ भने तपाईँले त्यहाँबाट पनि तपाईँले ट्याक्सको डिस्काउन्ट पाउनुहुन्छ। अनि तपाईँ यदि डिजेबल हुनुहुन्छ होइन, डिजेबलहरूलाई चाहिँ के छ भन्दाखेरि 50% अफ बेसिक एक्जिबिसन है। बेसिक एक्जिबिसनको 50% भनेको, बेसिक एक्जिबिसन भनेको त 5 लाख सिङ्गललाई 5 लाख, कपाललाई 6 लाख हो नि त हो, त्यसको आधा चाहिँ तपाईँले त्यहाँबाट एक्जिबिसन पाउनुहुन्छ है। अनि इन्सुरेन्स, लाइफ इन्सुरेन्सहरू गर्नुभएको छ भने 40,000सम्म पाउनुहुन्छ, तपाईँले त्यहाँबाट घटाउन सक्नुहुन्छ। अनि हेल्थ इन्सुरेन्सबाट 20,000 घटाउन सक्नुहुन्छ। होम इन्सुरेन्सबाट तपाईँले 5,000 वर्षको घटाउन सक्नुहुन्छ। यदि सिङ्गल वुमेन हुनुहुन्छ भने टोटल ट्याक्सेबल इन्कमको चाहिँ 10% तपाईँले घटाउन सक्नुहुन्छ है। अनि त्यसपछि रिमोट एरिया एक्जिम्सन भन्ने हुन्छ फेरि। अब रिमोट एरिया भनेको चाहिँ सरकारले तोकेको हुन्छ कि ABCDE भनेर तोकेको हुन्छ। यदि एमा पर्नुहुन्छ भने 50,000 घटाउन सक्नुहुन्छ, बीमा छ भने 40,000, सीमा छ भने 30, डीमा छ भने 20 र ईमा छ भने 10,000को दरले घटाउन सक्नुहुन्छ। अब हामीले बुझ्छौँ ट्याक्स रेटको बारेमा है। ट्याक्स रेटको बारेमा त सुरुमा इन्डिभिजुअलले यदि इन्डिभिजुअलले जागिर खान सक्छ अथवा ऊ केही प्रोफेसन टाइपको हुन्छ नि, सिए, डक्टर, पाइलटहरू अथवा टिचर अनि लेक्चरर टाइपको भयो ऊ त्यो हुनसक्छ, अथवा उसको केही बिजनेस हुनसक्छ होइन। अब समग्र 3टै खालको है। यदि सुरुमा ऊ बिजनेस सपोज सुरुमा उसको जागिर खाछ ऊ भने है, अब जागिर खाछ भने हेर्नु है त पिक्चरमा हेर्नु, यहाँ के छ भन्दाखेरि पिक्चरमा 5 लाखदेखि 6 लाखसम्म 1% लाग्छ भने है नि। त्यसपछि नेक्स्ट भनेको चाहिँ अब नेक्स्ट 2 लाख लेखेको छ नि भनेपछि नेक्स्ट 2 लाख भनेको 7 लाख भयो होइन। अब अथवा कपाल छ भने नेक्स्ट 2 लाख भनेको 8 लाख भयो हो। यसरी नेक्स्ट भनेको 2 लाख एड भयो है। र 2 लाख एड हुँदाखेरि चाहिँ 5 लाखसम्मको चाहिँ 1% दिनुपर्छ र बाँकी रहेको 2 लाखको चाहिँ 10% दिन पऱ्यो कि है। सबैको अब कसैको स्यालेरी 7 लाख छ भने अथवा 7 लाख छ भने उसले 7 लाखको 10% दिने होइन कि, 5 लाखसम्मको 1% र एड भएको 2 लाखको चाहिँ 10%। त्यसरी नै त्यसरी अनि यसरी त 10 लाख छ अथवा 11 लाख छ भने 20%सम्म दिन पऱ्यो उसले होइन। अनि नेक्स्ट भने नि अब नेक्स्ट गरेर 30% र 36%सम्म छ, त्यो भयो इन्डिभिजुअलले है। इन्डिभिजुअल सिङ्गल छ भने एउटा त्यहाँ पिक्चरमा भएको 5 लाख 7 लाख अनि 5 7 3 छ नि त्यो त्यसरी हुने भयो भने, कपाल छ भने 6 2 3 छ त्यसरी हुने भयो है। अनि ट्याक्स रेट भनेको अब
बिजनेस अथवा इन्भेस्ट गरेको छ भने उसले के छ भन्दाखेरि इन्डिभिजुअलको कुरा छ है। यो पिक्चरमा हेर्नुहोस् 5 लाख इन्डिभिजुअल अथवा कपल छ भने 6 लाखसम्मको 0% यसरी ट्याक्स रेट काउन्ट हुन्छ है। त्यसपछि यदि ट्याक्स फर स्पेसल इन्डस्ट्री रन बाई इन्डिभिजुअलले स्पेसल इन्डस्ट्री रन गरेको छ भने यो ट्याक्स रेट भयो है। म्याक्सिमम भनेको 24% सम्म तिर्न पर्ने रहेछ यदि। अनि त्यसपछि ट्याक्स रेट फर एक्सपोर्ट इम्पोर्ट, यदि कसैले हुन्छ नि देशमा बाहिर एक्सपोर्ट गर्छ इम्पोर्ट गर्छ भने चाहिँ उसले म्याक्सिमम भनेको 18% सम्म तिर्ने हो। र त्यो जुन छ नि त्यो 5 लाख भनेको चाहिँ सिङ्गलको लागि हो भने कपलको लागि फेरि त्यो 5 लाखको ठाउँमा 6 लाख हुन्छ है यो। अनि त्यसपछि यो त भयो इन्डिभिजुअलको सम्बन्धी ट्याक्स रेट भयो। अब यदि इन्डिभिजुअल नभएर कसैले बिजनेस गरेको छ भने नर्मली ट्याक्स रेट भनेको प्रफिटको 25% चाहिँ नेपालमा छ है। प्रफिटको 25% चाहिँ नेपालमा ट्याक्स तिर्नुपर्छ। र त्यसपछि छ प्रिजम्टिभ ट्याक्सेसन भन्ने छ है। प्रिजम्टिभ ट्याक्सेसन भने कस्तो भन्दाखेरि नेपालमा त साना व्यापारीहरू हुन्छ नि त, कसैको चटपट पसल होला, कसैको सानोतिनो किराना पसल होला, दोकान होला। अब उनीहरूलाई त सधैँ ट्याक्सको क्यालकुलेसन गर्न, भ्याटको क्यालकुलेसन गर्न गाह्रो हुन्छ होइन। उनीहरूको व्यापार पनि धेरै भाव हुन्न नि त। अब के क्राइटेरियाभित्र पर्नुपर्छ भन्दाखेरि यदि उनीहरूको चाहिँ वर्षको है इफ लेस देन 3 लाख प्रफिट, वर्षको 3 लाखभन्दा कम छ प्रफिट र इयरली ट्रान्जेक्सन भनेको 30 लाखभन्दा मुनि हुन्छ भने चाहिँ उनीहरू प्रिजम्टिभ ट्याक्सेसनभित्र उनीहरूले दर्ता गर्न पाउँछ। र उनीहरूलाई त के सहजता हुन्छ त प्रिजम्टिभ ट्याक्सेसनभित्र गर्दा भन्दाखेरि अब यदि कम्पनी दर्ता भएको छ मेट्रोपोलिटियन अथवा सब मेट्रोपोलिटियनमा दर्ता भएको छ भने 7,500 तिर्न पऱ्यो होइन। जस्तै अब नगरपालिका म्युनिसिपालिटीमा दर्ता भएको छ भने वर्षको 4,000 तिरे भयो। र गाउँपालिका अरू प्लेसहरूमा दर्ता भएको छ भने 2500 मात्रै तिरेर हुने भयो कि त्यो हो प्रिजम्टिभ ट्याक्सेसनभित्र पर्ने भयो है। त्यसपछि अब अर्को छ क्यापिटल गेन ट्याक्स भन्ने छ। अब के हो त क्यापिटल गेन ट्याक्स भन्दाखेरि क्यापिटल गेन ट्याक्स भनेको अब तपाईँले केही कुराहरू सेल गर्दाखेरि एसिडहरू सेल गर्दाखेरि त्यसको प्रफिट के सेल जस्तै तपाईँले 100मा केही कुरा किन्नुभयो र 200मा केही कुरा बेच्नुभयो भने त्यो 100 रुपियाँ प्रफिट भयो नि त हो। प्रफिटको चाहिँ पर्सन है। जस्तै अब 200मै बेच्नुभयो भने 200कै क्यापिटल गेन ट्याक्स तिर्न पर्दैन कि 100मा किन्नुभयो र 200मा बेच्नुभयो भने त्यो प्रफिटको 200 रुपियाँ है के प्रफिटको 100 रुपियाँ अथवा 100मा किन्नुभयो 300मा बेच्नुभयो भने त्यो 200 रुपियाँ प्रफिट हो नि त हो। प्रफिटको चाहिँ सर्टेन पोर्सन चाहिँ होइन अब कति पर्सेन्ट तिर्नुपर्छ त प्रफिटको चाहिँ भन्ने कुरा क्यापिटल गेन ट्याक्सभित्र पर्छ है। यदि गेन फ्रम नन बिजनेस चार्जेबल एसेट छ भने होइन, जस्तै तपाईँ बिजनेसको एसेट होइन घरको आफ्नो पर्सनल एसेटबाट चाहिँ तपाईँले गेन गर्नुभयो भने 10% तिर्न पऱ्यो तपाईँले। गेन अन ल्यान्ड एन्ड बिल्डिङ तपाईँको ल्यान्ड अथवा बिल्डिङबाट गर्नुभएको छ भने यसको दुईवटा क्राइटेरिया छ, सर्ट टर्म र लङ टर्म है। सर्ट टर्म भनेको लेस देन 5 इयर। यदि तपाईँ लेस देन 5 इयर छ भने तपाईँले 7.5% चाहिँ प्रफिटको तिर्न पऱ्यो। र यदि तपाईँको ल्यान्ड एन्ड बिल्डिङमा तपाईँले 5 वर्षभन्दा माथि छ तपाईँको होल्डिङ भने चाहिँ त्यो खण्डमा चाहिँ 5% मात्र तिरे भयो है। र सेयर बजारमा क्यापिटल गेन ट्याक्स त सेयर बजारमा नै हुन्छ। सेयर बजारको क्यापिटल गेन ट्याक्स त के छ भन्दाखेरि 1 वर्षभन्दा माथिलाई लङ टर्म रूपले लिइन्छ भने 1 वर्षभन्दा मुनिकोलाई सर्ट टर्म लिइन्छ। र लङ टर्म यदि 1 वर्षभन्दा तपाईँले धेरै होल्ड गर्नुभएको छ भने तपाईँले 5% दिनुपर्छ क्यापिटल गेन ट्याक्स। तर 1 वर्षभन्दा मुनि होल्डिङ छ भने तपाईँले 7.5% क्यापिटल गेन ट्याक्स दिनुपर्छ है। र अब अरू पनि छ जस्तै ट्याक्स रेटहरू जस्तै फाइनेन्सियल इन्स्टिट्युसन ब्याङ्कहरू इन्सुरेन्सहरूले टोब्याको पेट्रोलियम प्रोडक्टहरूले बेच्ने मान्छेहरूले पनि ट्याक्स तिर्नुपर्छ नि त हो। उनीहरूले चाहिँ ट्याक्स तिर्ने भनेको आफ्नो प्रफिटको 30%लाई ट्याक्स तिर्नुपर्छ है। र यदि टेलिकम्युनिकेसन छ नेटवर्क जस्तै हुन्छ नि अब त्यो नेट प्रोभाइड गर्ने कम्पनीहरू छ भने मनी ट्रान्सफर छ अनि क्यापिटल मार्केट अनि सेक्युरिटी बिजनेसहरू मर्चेन्टाइज ब्याङ्किङ भनेको चाहिँ जस्तै क्यापिटलहरू हुन्छ नि फलानु जस्तै अब एनआइसी एसिया क्यापिटल बन्छ अरू क्यापिटलहरू भनिन्छ नि त हो। उनीहरूले चाहिँ प्रफिटको 30% ट्याक्स तिर्नुपर्छ। स्पेसल इन्डस्ट्री भनेको म्यानुफ्याक्चरिङ अनि अथवा यस्तो खालको इन्डस्ट्री हो जसले कि अब त्यो स्पेसल भनेको अलिकति यसलाई पछि हामीले अझै डिपली जाम्ला है। स्पेसल इन्डस्ट्रीले चाहिँ 20% तिर्नुपर्छ फ्रम दियर ट्याक्सेबल इन्कम है। त्यसपछि यदि कन्स्ट्रक्सनहरू छ रोपेहरू छ केबल कारहरू छ होइन यस्ता कम्पनीहरूले टोली बसहरू छ भने उनीहरूले 15% तिर्नुपर्छ।
र एक्सपोर्ट इन्कम फ्रम म्यानुफ्याक्चर है, म्यानुफ्याक्चर गरेर यदि देशभन्दा बाहिर एक्सपोर्ट गरेको छ भने होइन उनीहरूले 10% दिनुपर्छ के। स्पेसल इन्डस्ट्रीहरूको काम पनि म्यानुफ्याक्चरिङ जस्तो टाइपको हो भने उनीहरूले यदि एक्सपोर्ट गरेको छ भने देश बाहिर हुन्छ, देशबाट बाहिर गयो भने त रेमिटेन्स जस्तो आउने भयो नि त होइन। जस्तै अब विदेशी मुद्रा आउने भयो, विदेशी मुद्रा आउँदाखेरि त्यसलाई फाइदा हुन्छ नि त, र त्यही भएर 10% मात्रै कर तिर्दा हुन्छ। स्कुलहरूले जुन कि अन्डर पब्लिक गुठी भन्ने हुन्छ नि त्यो त्यहाँ दर्ता भएको छ भने स्कुलहरूले चाहिँ 20% दिनुपर्छ। जस्तै अब कर्पोरेटिभ भन्छ नि, जस्तै अब त्यो सहकारीहरू भयो होइन, सहकारी यदि म्युनिसिपालिटीमा दर्ता भएको छ भने 7.5% दिनुपर्छ। जस्तै नगरपालिकामा दर्ता भएको छ भने, अनि उपनगरपालिकामा दर्ता भएको छ होइन त्यो भने 10% दिनुपर्छ। अनि अब के छ भन्दा महानगरपालिकामा दर्ता भएको छ भने 15% दिनुपर्छ। अनि अब यो भयो हल्का ट्याक्सको बारेमा है। अब चाहिँ हामीले जागिर खाने मान्छेहरूले ट्याक्सको हिसाब कसरी गर्ने त भनेर बुझ्न जाँदैछौँ है। सुरुमा निकाल्छौँ एसेसिबल इन्कम फ्रम इम्प्लोइमेन्ट है। अब यसमा हामीले के एड गर्छौँ त भन्दाखेरि अफिसबाट आएको कुराहरू, अफिसले तपाईँलाई के दियो त, कम्पनीले के दियो त तपाईँलाई, तपाईँले त्यहाँ काम गरेको बदलामा होइन। स्यालेरी मात्रै होइन कि कम्पनीले जे दियो सबै एड गर्नुपर्छ है। अब के एड गर्नुपर्छ त भन्दाखेरि स्यालेरी दिएछ भने हामीले त इयरली काउन्ट गर्ने हो नि त, 12 महिनाको स्यालेरी कति आयो त्यो एड गर्न पऱ्यो। ओभर टाइमको छ भने त्यो एड गर्न पऱ्यो। तपाईँलाई गिफ्ट दिएछ, प्राइज दिएछ कम्पनीले अथवा संस्थाले भने त्यो एड गर्न पऱ्यो। बोनस दिएछ एड गर्न पऱ्यो, रेन्ट अलाउन्सेन्स एड गर्न पऱ्यो, इन्टरटेनमेन्ट एड गर्न पऱ्यो, ट्रान्सपोर्ट खर्च दिएछ एड गर्न पऱ्यो होइन। प्रोभिडेन्ट फन्ड अथवा सोसल सेक्युरिटी फन्ड हालिदिएछ भने त्यो एड गर्न पऱ्यो। दसैँ खर्च दिन्छ देखा भने तपाईँलाई त्यो एड गर्न पऱ्यो। अब तपाईँलाई टेलिफोन खर्च दिएछ भने त्यो एड गर्न पऱ्यो। पर्सनल एक्सपेन्सेस, तपाईँको पर्सनल खर्च पनि यदि तपाईँले जहाँ जागिर खानु भएको छ नि उनीहरूले तपाईँको पर्सनल खर्च हालिदिएछ भने त्यो पनि एड गर्न पऱ्यो। तपाईँलाई हुन्छ नि रुमको फेसिलिटी दिएछ भने मार्केटमा त्यो रुमको भ्यालुएसन कति छ त महिनाको 5,000 6,000 कति छ त हो, त्यो भ्यालुएसन अनुसार भ्यालुएसन गरेर त्यो पनि तपाईँले एड गर्न पऱ्यो है। पैसा नदिने रुम प्रोभाइड गरेछ भने त्यसको पनि तपाईँले कर तिर्नुपर्छ र त्यो सबै एड गरेपछि एसेसिबल इन्कम फ्रम इम्प्लोइमेन्ट आउँछ। अब त्यसपछि अब हामीले निकाल्छौँ स्टेटमेन्ट अफ ट्याक्सेबल इन्कम निकाल्छौँ। त्यसको लागि चाहिँ एसेसिबल इन्कम फ्रम इम्प्लोइमेन्ट माथि जति आएको थियो त्यति यहाँ तल लेख्ने। एसेसिबल इन्कम फ्रम बिजनेसहरू छ भने अनि इन्भेस्टमेन्ट गर्नुभएको छ भने त्यो पनि एड गर्ने। र त्यसपछि आउँछ टोटल एसेसिबल इन्कम आउँछ। त्यसमा चाहिँ हामीले के घटाउन पाउँछौँ भन्दाखेरि रिटायरमेन्ट कन्ट्रिब्युसन पाउँछौँ। रिटायरमेन्ट कन्ट्रिब्युसन भनेको चाहिँ एक्चुअल अमाउन्ट हुन्छ नि, एक्चुअल अमाउन्ट अथवा प्रोभिडेन्ट फन्ड छ भने म्याक्सिमम् 3 लाख, सोसल सेक्युरिटी फन्ड छ भने म्याक्सिमम् 5 लाख र 1/3 अफ टोटल एसेसिबल इन्कममा चाहिँ जुन थोरै हुन्छ त्यो चाहिँ तपाईँले एड गर्न पर्यो, लेस गर्न पाउनुहुन्छ। डोनेसन टु एक्जिम इन्टिटी त्यो भनेको म्याक्सिमम् 1 लाख रुपियाँ अथवा 5% अफ टोटल एसेसिबल इन्कम माइनस रिटायरमेन्ट कन्ट्रिब्युसन जति हो त्यसको 5% जति आउँछ अथवा एक्चुअल अमाउन्टमा जुन थोरै छ त्यो तपाईँले लेस गरेर पाउनुहुन्छ। लाइफ इन्सुरेन्स छ भने 40,000 अथवा एक्चुअलमा जुन थोरै छ त्यो लेस गर्न पाउनुहुन्छ। हेल्थ इन्सुरेन्स छ भने 20,000 अथवा एक्चुअलमा जुन थोरै छ त्यो त्यो लेस गर्न पाउनुहुन्छ। होम इन्सुरेन्स छ भने 5,000 अथवा एक्चुअलमा जुन थोरै छ त्यो लेस गर्न पाउनुहुन्छ। रिमोट एरिया एक्जिम्सन पनि पाउनुहुन्छ तपाईँहरूले। अब रिमोट एरियामा सरकारले नै हुन्छ नि तोकिदिएको हुन्छ क्या, ABCDE भनेर, एमा 50, बीमा 40, सीमा 30, डीमा 20, ईमा 10 गरेर त्यो तपाईँले एक्जिम पाउनुहुन्छ यदि रिमोट एरियाभित्र तपाईँ पर्नु भएको छ भने। डिजेबल हुने व्यक्तिहरूको लागि 50% अफ बेसिक एक्जिम्सन भनेको चाहिँ 5 लाख अथवा 6 लाखको आधा चाहिँ लेस गर्न पाउनुहुन्छ। त्यो सबै लेस गरेपछि टोटल एसेसिबल इन्कम माइनस तपाईँहरूले के लेस गर्न पाउनुहुन्छ त्यो सबै लेस गरेपछि आउँछ एसेसिबल इन्कम फ्रम इम्प्लोइमेन्ट आउँछ। अब यसपछि हामीले कम्प्युटेसन अफ ट्याक्स लायबिलिटिज निकाल्छौँ। त्यो भनेको चाहिँ अब इन्डिभिजुअल र कपलको लागि भनेर हुन्छ। इन्डिभिजुअल भनेको चाहिँ जस्तै कोही सिङ्गल छ, बिहा भएको छैन भने इन्डिभिजुअल, र बिहे भएकोले कपल है। तर कपलहरूले पनि इन्डिभिजुअल चाहिँ लिन पाउँछ। हस्बेन्डले पनि इन्डिभिजुअल र वाइफले पनि इन्डिभिजुअल गरेर पनि लिन पाइन्छ र यो ट्याक्स रेट भइहाल्यो। अब 1%, 10%, 20, 30% अनि त्यसपछि एबभ 20 को लागि 36%। त्यसपछि सबै त्यो अमाउन्ट लेखेपछि टोटल ट्याक्स लायबिलिटिज त्यो भयो होइन। त्यसपछि अब 10% चाहिँ लेस गर्न पाउनुहुन्छ यदि वुमेनहरू हुनुहुन्छ भने। फरेन ट्याक्स क्रेडिट, फरेनमा तपाईँले हुन्छ नि फरेनबाट आएको स्यालेरी र फरेनमा कर तिर्नु भएको छ भने त्यो पनि तपाईँले लेस गर्न पाउनुहुन्छ। मेडिकल ट्याक्स क्रेडिट भनेर
1500 हो कि अब 750 हो, अलिक कन्फ्युज भएँ त्यो, र 15% अफ एक्चुअल होइन, त्यो जुन थोरै हुन्छ त्यो चाहिँ तपाईँले घटाउन पाउनुहुन्छ। र एडभान्स ट्याक्स पेड अथवा मन्थली हामीले जागिर खाने मान्छेहरूले त मन्थली कर तिरेको हुन्छ नि त, त्यो सबै करहरू पछि फेरि घटाउन पाइन्छ। र त्यसपछि त्यो आउँछ ट्याक्स पेएबल भनेर, अनि जति उब्रिन्छ त्यो चाहिँ सरकारलाई कर तिर्नु पऱ्यो है। तर के कुराहरू चाहिँ तपाईँले माथि एड गर्दाखेरि के माथि यहाँ तपाईँले एसेसिबल इन्कम फ्रम इम्प्लोइमेन्ट निकाल्दाखेरि एड गर्नुहुन्छ नि त, त्यो एड त के कुराहरू गर्न पर्दैन भन्दाखेरि पेन्सन छ भने पेन्सन भनेको ट्याक्स फ्री हो, गिफ्टहरू ट्याक्स फ्री हो होइन, तर त्यो चाहिँ अर्गनाइजेसनबाट होइन बाहिरी कुराहरू है, बाहिरबाट स्कलरसिप पाउनु भएको छ भने त्यो पर्दैन। अनि फुड अर टिफिन प्रोभाइडेड टु अल इम्प्लोइमेन्ट है, तपाईँ काहीँ काम गर्नुभएको छ र तपाईँलाई मात्रै फुड र टिफिनलाई दियो भने त्यो करयोग्य रकम भयो होइन, तर सबै इम्प्लोइलाई दियो भने त्यो फुड टिफिन त्यो चाहिँ करयोग्य भएन, तर सबै इम्प्लोइलाई बराबर दिनु पऱ्यो है। र जोइन्ट भेहिकल्स छ, ल कम्पनीले तपाईँलाई मात्रै गाडीको व्यवस्था गर्यो भने त्यो करयोग्य भयो भने, सबै कर्मचारीलाई गाडीको व्यवस्था गर्यो होइन, बस व्यवस्था गर्यो भने त्यो कर ट्याक्स लाग्दैन त्यसमा है। र गेन अन सेल्स अफ पर्सनल हाउस होल्ड गुड्स, तपाईँले घरको केही गुड्सहरू बेच्दाखेरि आउने नाफाहरूलाई पनि त्यो करयोग्य परेन है। र फाइनल विथ होल्डिङ पेमेन्ट भनेको तपाईँहरूलाई हुन्छ जस्तै अब डिभिडेन्ड पाउनु भएको छ भने माथि एड गर्न परेन, त्यो भनेको फाइनल विथ होल्डिङ हो। इन्ट्रेस्ट आउनु भएको ब्याङ्कबाट होइन, ब्याङ्कबाट तपाईँलाई ब्याज आहा अथवा डेमेन्चरहरूबाट ब्याज आहा, बोन्डहरूबाट तपाईँलाई ब्याज आहा भने पनि त्यो तपाईँले माथि एड गर्न परेन, त्यो फाइनल हो। फाइनल भनेको तपाईँले पाउँदाखेरि नै एकचोटि कर काटेर पाउनुहुन्छ, त्यसपछि दोहोऱ्याएर कर काट्न पर्दैन। रेन्ट रिसिभ गर्नुभएको छ भने, रिटायरमेन्ट फन्ड रिसिभ गर्नुभएको छ भने, मिटिङ फीहरू पाउनु भएको छ भने त्यो पनि फाइनल हो, दोहोऱ्याएर कर काट्न परेन, माथि एड गर्न परेन एसेसिबल इन्कममा। लटरी परेको छ भने सुरुमा 25% काट्छ, त्यसपछि दोहोऱ्याएर फेरि माथि एड गर्न परेन, त्यो फाइनल भयो। इन्कम फ्रम लाइफ इन्सुरेन्सबाट तपाईँलाई इन्कम आएको छ भने पनि त्यो भनेको फाइनल हो, माथि एसेसिबल इन्कममा एड गर्न परेन। आज चाहिँ अब हामीले इन्कम फ्रम इन्भेस्टमेन्टको बारेमा बुझ्छौँ है। के हो त इन्कम फ्रम इन्भेस्टमेन्ट भनेको भन्दाखेरि, यदि अब एउटा हस्पिटलको इक्जाम्पल लिँदाखेरि तपाईँले कुनै पनि हस्पिटलमा जागिर खानु भएको छ भने त्यो इन्कम फ्रम इम्प्लोइमेन्ट भयो कि महिनामा स्यालेरी आउँछ तपाईँको होइन, जस्तै 9-10 बजी जानुपर्छ, बेलुका 6 बजी आउनुहुन्छ, त्यो नर्मल कुरा, त्यो इन्भेस्टमेन्ट होइन, त्यो इन्कम फ्रम इम्प्लोइमेन्टभित्र पर्ने भयो है। अब तपाईँले कुनै हस्पिटलमा ओनरसिप छ तपाईँको होइन, त्यहाँ ओनर हुनुहुन्छ भने र तपाईँले त्यहाँको डक्टर हुनुहुन्छ, ओनर हुनुहुन्छ प्लस डक्टर हुनुहुन्छ, अथवा ओनर हुनुहुन्छ प्लस त्यहाँको म्यानेजर हुनुहुन्छ, त्यो भयो इन्कम फ्रम प्रोफेसन भयो त्यो है। र कुनै पनि हस्पिटलमा तपाईँ ओनर हुनुहुन्छ तर त्यहाँ तपाईँले वास्तै गर्नुहुन्न कि जाँदै जानुहुन्न, यसो हिसाब किताब मात्रै हेर्नुहुन्छ, कति नाफा भएछ मात्रै हेर्नुहुन्छ भने त्यो इन्कम फ्रम इन्भेस्टमेन्ट भयो, त्यो भनेको लगानी भयो है। अब यसमा चाहिँ के छ भन्दाखेरि इन्कम फ्रम इन्भेस्टमेन्ट निकाल्दाखेरि चाहिँ सुरुमा हामीले के एड गर्ने र के एड नगर्ने भन्ने कुराहरू हुन्छ है, के एड गर्ने के घटाउने। एड गर्ने कुरामा चाहिँ तपाईँले के सोर्सबाट पैसा आयो त, कहाँ कतिको पैसा आयो त भनेर पैसा आए जति तपाईँले एड गर्न पऱ्यो है। अब जस्तै तर पैसा आउँदाखेरि चाहिँ यदि नेटमा आछ भने ग्रसमा कन्भर्ट गर्न पऱ्यो कि, नेट भनेको आफ्टर ट्याक्स अमाउन्ट हो, र ट्याक्स तिरिसकेको अमाउन्ट लेख्ने होइन कि ट्याक्स तिर्नुभन्दा अगाडिको अमाउन्ट लेख्ने हो कि। जस्तै अब तपाईँले ट्याक्स तिरिसकेपछि 1000 रुपियाँ आयो भन्यो भने र तपाईँले 15% ट्याक्स तिर्नुभयो भने तपाईँले 1000 डिभाइडेड बाई 85, किन भन्दाखेरि 15% ट्याक्स दिनु भयो नि त, डिभाइड बाई 85 गर्ने, त्यसपछि इन्टु 100 गरेपछि त्यो आफ्टर ट्याक्स अमाउन्टलाई तपाईँले बिफोर ट्याक्समा कन्भर्ट गर्न सक्नुहुन्छ है। त्यसपछि इन्ट्रेस्ट रिसिभ गर्नुभयो भने त्यो यहाँ एड गर्ने। इन्कम फ्रम जोइन्ट भेन्चर जोइन्ट इन्भेस्टमेन्टबाट आएको छ भने गेन अन अ सेल्स अफ लिस्टेड अर नन लिस्टेड कम्पनी सेयर, गेन अन अ सेल्स अफ नन बिजनेस चार्जेबल एसेट्स, इन्ट्रेस्ट अन प्राइभेट मनी लेन्डिङ, रेन्ट अनि यो रेन्ट रिसिभ फ्रम लेटिङ मेसिन है, मेसिन भाडामा दिनुभयो तपाईँले र त्यहाँबाट इन्कम आछ भने पनि तपाईँले एड गर्न पऱ्यो है। मेसिन भाडा दिनुभएको छ भने त्यो एड गर्न पऱ्यो, र भाडा मेसिन दिने बित्तिकै लेस मात्रै डेप्रिसिएसन गर्नै पऱ्यो है, मेसिनको कुरा आउने बित्तिकै डेप्रिसिएसन आइहाल्यो है। त्यसपछि गिफ्ट रिसिभ बाई पर्सन इन रेस्पेक्ट अफ इन्भेस्टमेन्टबाट तपाईँले उपहार पाउनु भएको छ भने पनि त्यो एड गर्नै पऱ्यो कि। अनि त्यसपछि रोयल्टी इन्कम भन्छ है, इन्कम फ्रम इन्ट्यान्जिबल एसेट भनिन्छ यसलाई। इन्ट्यान्जिबल एसेटबाट आएको सबै कुराहरू पनि तपाईँले एड गर्नु पऱ्यो। ब्याड डेट रिकभर भएको छ भने त्यो एड गर्नै पऱ्यो। नेचुरल रिसोर्सबाट आएको छ भने एड गर्नै पऱ्यो। डिभिडेन्ड फ्रम फरेन कन्ट्रीबाट केही आएको छ भने त्यो एड गर्नै पऱ्यो।
र अब हामीले लेस गर्ने कुरामा चाहिँ अब लेस त के कुरा गर्नु पर्यो त भन्दाखेरि त सबै इन्भेस्टमेन्टको खर्च तपाईँले केबाट इन्कम आहाल्यो त्यो सम्बन्धी खर्च मात्रै तपाईँले लेस गर्न पाउनुहुन्छ है। म सबै एड गर्न पाउनु हुँदैन, इन्भेस्टमेन्ट सम्बन्धी खर्चहरू मात्रै। यसमा चाहिँ के खर्च एड गर्न पाउनुहुन्न, पर्सनल एक्सपेन्सेसहरू पनि घटाउनु पाउनु हुँदैन तपाईँले। ट्याक्स नट अलाउडेड, कुनै ट्याक्स के अरे ट्याक्स पेड गर्नुभएको छ भने ट्याक्स तिरेको खर्चहरू पनि तपाईँले घटाउनु पाउनु हुँदैन। र डेप्रिसिएसन त घटाउनु परेको ऐभर भनिहालेँ तपाईँलाई। तर इफ रिपेयर इम्प्रुभमेन्ट कस्टहरू दिएछ भने त्यो पनि घटाउनु पाउनुहुन्छ। एक्सपेन्सेस रिलेटेड टु नेचुरल रिसोर्स, होइन नेचुरल रिसोर्सबाट इन्कम भएको छ र नेचुरल रिसोर्स सम्बन्धी खर्च भएको छ भने त्यो घटाउन पाउनुहुन्छ। इन्ट्रेस्ट एक्सपेन्सेस, होइन अब इन्ट्रेस्ट रिसिभ भएको छ त त्यो सम्बन्धी तपाईँको खर्च पनि भएको छ भने त्यो घटाउन पाउनुभयो कि। रिसिभ चाहिँ भएको छैन, खर्च मात्रै भएको छ भने घटाउन पाइँदैन फेरि है। अनि स्यालेरी दिनुभएको छ भने त्यो घटाउन पाइयो। अनि अब ब्याड डेट रिकभर गर्नको लागि भनेर केही चार्ज लागेको छ भने त्यो घटाउन पाइयो। डिभिडेन्ड कलेक्सन गर्नको लागि चार्ज लागेको छ भने त्यो घटाउन पाइयो। रिपेयरको लागि, होइन रिपेयरको लागि के छ भन्दाखेरि रिपेयर घटाउँदाखेरि चाहिँ एक्चुअल अमाउन्ट एउटा भयो र डेप्रिसिएसन बेसको 7% अर्को भयो। दुईटामा जुन थोरै छ नि त्यो घटाउन पाउनुहुन्छ रिपेयर भनेर है। र यो डिप्रिसिएसनको बेसको हिसाब चाहिँ म अहिले पछि देखाउँछु तपाईँलाई। पिसिसी एन्ड आरडी पोल्युसन कन्ट्रोल कस्ट र रिसर्च एन्ड डेभलपमेन्ट कस्ट छ भने पनि घटाउन पाउनुभयो। र त्यसपछि लेस भनेको इन्भेस्टमेन्ट लस पनि घटाउन पाउनुहुन्छ। र इन्भेस्टमेन्ट लसको बारेमा नि म अहिले नेक्स्ट तपाईँलाई भन्छु बिस्तारै। र त्यो सबै के भन्छ कहाँबाट पैसा आयो र के हुन्छ नि इन्भेस्टमेन्ट कताबाट इन्भेस्टमेन्ट आयो र इन्भेस्टमेन्ट रिलेटेड के खर्चहरू घटाइसकेपछि र लास्टमा आउँछ एसेसिबल इन्कम फ्रम इन्भेस्टमेन्ट आउँछ है। अब जस्तै अब डिभिडेन्ड फ्रम इन्सुरेन्स, कमर्सियल ब्याङ्क, इन्ट्रेस्ट फ्रम ब्याङ्क डिपोजिट, सेभिङ एकाउन्टबाट आएको इन्ट्रेस्ट, गभर्मेन्ट सेक्युरिटिजबाट आएको इन्ट्रेस्ट, म्युचुअल फन्डबाट आएको इन्ट्रेस्ट, ब्याङ्क फिक्स डिपोजिटबाट आएको इन्ट्रेस्टहरू तपाईँले केही पनि एड गर्न परेन है। यो भनेको फाइनल विथहोल्डिङ हो। र एग्रिकल्चर इन्कमहरूबाट आएको छ भने पनि त्यो इन्कम भनेको ट्याक्स फ्री इन्कम हो। एग्रिकल्चरकोबाट तपाईँले एग्रिकल्चरमा इन्भेस्टमेन्ट गर्नुभएको छ र त्योबाट आएको छ भने पनि तपाईँले त्यो लेख्न एड गर्न परेन, त्यो भएको ट्याक्स फ्री कुरा हो त्यो है। अब हामीले बुझ्छौँ इन्कम फ्रम प्रोफेसनको बारेमा है। के हो त प्रोफेसन भन्दाखेरि अब जस्तै अब तपाईँले जस्तै अब हस्पिटलको इक्जाम्पल अघि के है, अघि के हस्पिटलको इक्जाम्पलमा इम्प्लोइमेन्ट भनेको त हस्पिटलमा जागिर खाने भइहाल्यो र तपाईँले लगानी गर्नुभएको छ र तपाईँले काम पनि गर्नुहुन्छ भने त्यो प्रोफेसन भयो कि। त्यो चाहिँ लगानी गर्नुभयो, काम गर्नुभएको छैन भने इन्भेस्टमेन्ट भयो, लगानी पनि गर्नुहुन्छ काम पनि गर्नुहुन्छ भने त्यो प्रोफेसन भयो। र प्रोफेसनमा चाहिँ अब कसरी निकाल्ने त भन्दाखेरि सुरुमा एड गर्न पऱ्यो है। के एड गर्न पऱ्यो जस्तै प्रोफेसन भनेको त सिएहरू भयो, होइन अब जस्तै अब यस्तै अरू पनि छ धेरै। अब कहाँबाट पैसा आयो त भन्ने कुरा है। जस्तै अब फी कलेक्ट भयो अरे, अब अडिटिङबाट फी कलेक्ट भयो, विद्यार्थीहरूलाई पढाउनु भयो अरे, होइन कन्सल्टेन्सीहरू छ तपाईँको, होइन अथवा केही जस्तै अब हुन्छ नि ट्युसन सेन्टरहरू छ अरे, त्यहाँबाट पैसा आयो भने, क्लाइन्टहरूबाट पैसा आयो भने, सबै कसैलाई ज्ञान गुण कुरा सिकाएर आयो भने सम्पूर्ण कहाँबाट पैसा आउँछ त भन्ने कुराहरू सबै एड गर्न पऱ्यो कि। अब गिफ्ट रिलेटेड टु प्रोफेसन के, अब क्लाइन्टहरूले गिफ्ट दियो, कसैले गिफ्ट दियो भने सबै त्यो तपाईँको जागिर प्रोफेसन सम्बन्धी लिङ्क भएर के गिफ्ट आयो भने पनि त्यो एड गर्न पऱ्यो है। सर्भिस फीहरू एड गर्न पाउनुहुन्छ। ब्याड डेट रिकभर भने एड गर्न पऱ्यो। डिस्काउन्ट पाउनुभयो भने त्यो एड गर्न पऱ्यो। सेल्स अफ जर्नल, आर्टिकल्स, म्यागजिन, न्युज पेपरहरूबाट छ भने एड गर्न पऱ्यो। अथवा मिसेलिनियस इन्कमहरू जस्तो जस्तो माध्यमबाट पैसा आउँछ सबै एड गर्न पऱ्यो। अब लेस गर्ने त के भन्दाखेरि अफिसको खर्चहरू लेस गर्ने, अफिसको रेन्टहरू लेस गर्ने, इलेक्ट्रिसिटी खर्च, टेलिफोन खर्च, स्यालेरी कर्मचारीलाई दिएको खर्च र डेप्रिसिएसन हुन्छ त्यसको खर्च, होइन डेप्रिसिएसन कसरी हिसाब गर्ने भन्दाखेरि एक्चुअल डेप्रिसिएसन प्लस डेप्रिसिएसन बेसको 7% जुन थोरै हुन्छ त्यो एड त्यो लेख्ने। रिपेयर मेन्टेनेन्सहरू गर्नुभएको छ भने रिपेयरमा के छ भन्दाखेरि एक्चुअल एउटा भयो, डिप्रिसिएसन बेसको 7% जुन थोरै भयो त्यो भयो। ट्राभलिङ एक्सपेन्सेसहरू भयो, होइन अब इन्ट्रेस्ट अन ब्याङ्क लोन, होइन अब त्यो बिजनेस लोनहरू छ भने त्यो तपाईँले लेस गर्न सक्नुहुन्छ। र अर्को लेस के गर्न सक्नुहुन्छ भन्दाखेरि लस है।
प्रोफेसनमा भएको लसलाई पनि तपाईँले लेस गर्न सक्नुहुन्छ है। र यो लसको विषयमा त हामीले अर्को पार्टमा अझै राम्रोसँग बुझ्नेछौँ। त्यसपछि आउँछ एडजस्टेड इन्कम बिफोर पिसिसी एन्ड आरडी है। अब त्यसपछि पिसिसी एन्ड आरडीलाई घटाउन सक्नुहुन्छ तपाईँले। पिसिसी भनेको पोल्युसन कन्ट्रोल कस्ट र आरडी भनेको रिसर्च एन्ड डेभलपमेन्ट कस्टलाई घटाउन सक्नुहुन्छ। कसरी घटाउने त भन्दाखेरि मिनिमम है एक्चुअल अथवा 50% अफ एडजस्टेड इन्कम बिफोर पिसिसी एन्ड आरडी को 50% अथवा एक्चुअलमा जुन थोरै छ त्यो घटाउन सक्नुहुन्छ। त्यसपछि आउँछ एसेसिबल इन्कम फ्रम प्रोफेसन आउँछ। अब प्रोफेसन आएपछि अब स्टेटमेन्ट अफ ट्याक्सेबल इन्कममा है, स्टेटमेन्ट अफ ट्याक्सेबल इन्कममा एसेसिबल इन्कम फ्रम प्रोफेसन लेख्न परेको। अरूबाट नि केही आछ भने इन्भेस्टमेन्टबाट आछ अथवा अन्त सोर्सबाट पैसा आछ भने त्यो पनि तपाईँ लेख्न सक्नुहुन्छ होइन। इम्प्लोइमेन्टहरू छ। त्यसपछि के घटाउन पाइन्छ त भन्ने कुरा है। डोनेसन टु एक्जिम इन्टिटी, एक्जिम इन्टिटीको डोनेसन भनेको मिनिमम के अरे म्याक्सिमम 1 लाख रुपियाँ अथवा 5% अफ टोटल एसेसिबल इन्कम प्लस पिसिसी एन्ड आरडी गरेर 5% जति हुन्छ त्यो अथवा एक्चुअल 1 लाख अथवा टोटल एसेसिबल इन्कम प्लस पिसिसी एन्ड आरडीको 5% अथवा एक्चुअलमा जुन थोरै छ त्यो डोनेसनमा घटाउन सक्नुहुन्छ। लाइफ इन्सुरेन्समा घटाउन सक्नुहुन्छ 40,000 अथवा एक्चुअलमा जुन थोरै छ त्यो। हेल्थ इन्सुरेन्समा घटाउन सक्नुहुन्छ 20,000 अथवा एक्चुअलमा जुन थोरै छ त्यो। हेल्थ इन्सुरेन्स अफ बिल्डिङमा 5,000 अथवा एक्चुअलमा जुन थोरै छ त्यो। डिजेबल एक्जिम्सन भनेर 50% अफ बेसिक एक्जिम्सन घटाउन सक्नुहुन्छ। डिजेबल एक्जिम्सन चाहिँ अब यो नि पाइन्छ होला है अब एसेसिबल इन्कम फ्रम प्रोफेसनमा है। त्यसपछि एसेसिबल इन्कम फ्रम प्रोफेसन आउँछ। अब एसेसिबल इन्कम फ्रम प्रोफेसन आएपछि अब कम्प्युटेसन अफ ट्याक्स लाइबिलिटिज निकाल्न पऱ्यो है। अब ट्याक्स लाइबिलिटिज निकाल्दाखेरि चाहिँ अब सिङ्गल र कपल हुन्छ, सिङ्गल छ भने 5 लाखसम्मको र कपल छ भने 6 लाखसम्मको र 0%, 10%, 20% यो तपाईँलाई थाहा छँदैछ यो कुरा है। र ट्याक्स लाइबिलिटिज आउँछ। ट्याक्स लाइबिलिटिज आएपछि लेस के लेस गर्न सकिन्छ त भन्दाखेरि एडभान्स टिडिएसहरू पहिले टिडिएस मन्थली तपाईँले टिडिएस पे गर्नुभएको छ भने त्यो लेस गर्न सक्नुहुन्छ। तपाईँले नेटलाई ग्रस बनाउनु भएको छ भने त्यो ग्रस माइनस नेटको जति अमाउन्ट हुन्छ नि त्योलाई घटाउन सक्नुहुन्छ। मेडिकल ट्याक्स क्रेडिट म्याक्सिमम अब 750 हो कि 150 के अरे 1500 हो थाहा छैन, म्याक्सिमम त्यो अथवा 15%मा एक्चुअलमा जुन थोरै हुन्छ त्यसलाई लेस गर्न सक्नुहुन्छ। त्यसपछि आउँछ ट्याक्स पेएबल आउँछ। अब हामीले बुझ्छौँ इन्कम फ्रम बिजनेस है। अब तपाईँलाई बिजनेस भनेको थाहा छ होला नि त होइन। बिजनेस भनेको इन्भेस्ट टु अर्न प्रफिट कि हामीले लगानी गर्छौँ किन भन्दाखेरि प्रफिट कमाउनको लागि। तर प्रोफेसन भनेको कस्तो भन्दाखेरि युजिङ हाम्रो स्किलहरू नलेजहरूलाई स्किल युज गर्छौँ होइन कसैलाई सेवा दिनको लागि, त्यो भयो प्रोफेसन भयो। अब बिजनेस त बुझिहाल्नुभयो के हो भनेर। बिजनेस भनेको त अब बिजनेस बुझिसकेपछि अब हामीले बिजनेसको चाहिँ एसेसिबल इन्कम फ्रम बिजनेस कसरी निकाल्ने त भन्ने कुरा बुझ्छौँ है त। ल सुरुमा हामीले एड गर्छौँ है। के एड गर्छौँ भन्दाखेरि बिजनेसमा पैसा कताबाट आयो पैसा सबै एड गर्छौँ। के एड गर्ने? सेल्स रेभिन्यू, सामान बेचेर आयो, सर्भिस दिएर आयो, अब केही सामानहरू डिस्पोजल गर्यो होइन। जस्तै हामीले अब केही बिल्डिङहरू डिस्पोजल गर्दाखेरि, मेसिनहरू डिस्पोजल गर्दाखेरि होइन अब पैसा आयो भने होइन। जस्तै अब मेसिनलाई डिस्पोज गर्दाखेरि पनि आउँछ कि किन भन्दाखेरि बुक भ्यालु भन्दा चाहिँ हामीले महँगोमा मेसिन बेच्यो भने त हामीलाई गेन भयो नि त। त्यो हो गेन छ भने त्यो लेख्न पऱ्यो। अनि कमिसन रिसिभ, गिफ्ट रिसिभ, डिस्काउन्ट रिसिभ, रेन्ट फ्रम स्टाफ क्वार्टर्स, ब्याड डेट रिकभर, रिफन्ड अफ कस्टम ड्युटी, सन्ड्री इन्कम अथवा इन्कम फ्रम नन अपरेटिङ एक्टिभिटिज। अपरेटिङ एक्टिभिटिज भनेको आफ्नो बिजनेसले कोर बिजनेसको एक्टिभिटिजबाट कमाउने कि अरू कुराहरू। जस्तै ब्याङ्कको अपरेटिङ एक्टिभिटिज भनेको त तपाईँलाई सेवा दिएर आउँछ भने त्यो अपरेटिङ एक्टिभिटिज भयो। र नन अपरेटिङ एक्टिभिटिज भनेको ब्याङ्कले सेयर बजारमा लगानी गर्यो सेयर बजारमा पैसा कमायो भने नन अपरेटिङ एक्टिभिटिज भयो हो। भनेपछि इन्कम फ्रम नन अपरेटिङ एक्टिभिटिजबाट आछ भने पनि त्यो एड गर्न पर्यो। त्यसपछि लेस त के लेस गर्न पाइन्छ त भन्दाखेरि कस्ट अफ ट्रेडिङ स्टकलाई लेस गर्न पर्यो है। सुरुमै कस्ट अफ ट्रेडिङ स्टक कसरी निकाल्ने त भन्दाखेरि कस्ट अफ ट्रेडिङ स्टक भनेको तपाईँलाई सामानको परेको लागत के। जस्तै अब ओपनिङ स्टक प्लस
पर्चेज गर्नुभयो त्यो जोड्ने, प्लस फ्राइड भनेको गाडी भाडा जोड्ने, प्लस म्यानुफ्याक्चरिङ एक्सपेन्सेस जोड्ने, माइनस क्लोजिङ स्टक गरेर कस्ट अफ ट्रेडिङ स्टक आउँछ। स्यालेरीहरू घटाउन सक्नुहुन्छ, बोनस स्टाफलाई दिएको बोनस घटाउन सक्नुहुन्छ, टेलिफोन चार्ज स्टाफलाई लिएको हुन्छ नि त्यो घटाउन सक्नुहुन्छ, एडभर्टाइजमेन्ट गरेको खर्च घटाउने, रेन्ट एक्सपेन्सेस घटाउने, अडिट फी घटाउने, लिगल एक्सपेन्सेस घटाउने, फायर इन्सुरेन्स घटाउने, अब डेप्रिसिएसन घटाउने, रिपेयर एन्ड डेभलपमेन्ट कस्ट घटाउने। कसरी घटाउने भन्दाखेरि रिपेयर एन्ड डेभलपमेन्ट कस्ट भनेको चाहिँ एक्चुअल एउटा अमाउन्ट हुन्छ, 7% अफ डेप्रिसिएसन बेस अर्को हुन्छ, दुईटामा जुन थोरै हुन्छ त्यो घटाउने। इम्प्लोइ वेलफेयर एक्सपेन्सेस भनेको जति इम्प्लोइलाई केही राम्रो हुन्छ नि त्यस्तो एक्सपेन्सेस छ भने, कस्तो भन्दा इम्प्लोइलाई ट्रेनिङ दिने, इम्प्लोइ अब कर्मचारीहरूलाई इन्टरटेनमेन्ट छ भने होइन, इम्प्लोइको इन्सुरेन्स गरेको छ भने यस्तो कुराहरू सबै घटाउन सक्नुहुन्छ। जेनरल चार्ज घटाउन सक्नुहुन्छ, इन्ट्रेस्ट पेड अर ब्याङ्क इन्ट्रेस्ट अन ब्याङ्क ओभरड्राफ्टहरू घटाउन सक्नुहुन्छ। ब्याड डेट रिटर्न अफ है, डुबेको कर्जा तपाईँले मिना गरिदिनु भयो क्या, ब्याड डेट थियो अब यो पैसा उठ्दैन होला ब्याड डेट, अब म यो मेरो एकाउन्ट रिसिभेबलबाटै हटाइदिन्छु, त्यो पैसा उठ्दैन कति लेखी टिपिरहने भनेर सबै त्यसको डिटेलहरू सबै हटाइदिनु भयो भने पनि त्यो तपाईँले खर्चबाट घटाउन सक्नुहुन्छ। त्यसपछि लेस अरू के घटाउन सक्नुहुन्छ भन्दाखेरि लेस लस एडजस्टमेन्ट फ्रम बिजनेस अर इन्भेस्टमेन्ट है, लसलाई एडजस्ट गर्न सक्नुहुन्छ होइन। जस्तै बिजनेस लस छ भने 7 वर्षसम्मको लसलाई घटाउन सक्नुहुन्छ। त्यसपछि एडजस्टेड इन्कम बिफोर पिसिसी एन्ड आरडी आउँछ। त्यसपछि पिसिसी एन्ड आरडीलाई घटाउने। पिसिसी भनेको पोल्युसन कन्ट्रोल कस्ट, आरडी भनेको रिसर्च एन्ड डेभलपमेन्ट कस्ट। त्यो कसरी घटाउने भन्दाखेरि अब सुरुमा हुन्छ एक्चुअल अमाउन्ट होइन, एक्चुअल अमाउन्ट एउटा हुन्छ, अर्को हुन्छ 50% अफ एडजस्टेड इन्कम बिफोर पिसिसी एन्ड आरडी हो। दुईटामा जुन थोरै हुन्छ त्यो चाहिँ तपाईँले लेस गर्न सक्नुहुन्छ, पिसिसी एन्ड आरडी भनेर। त्यसपछि लास्टमा आउँछ एसेसिबल इन्कम फ्रम बिजनेस आउँछ। अब एसेसिबल इन्कम फ्रम बिजनेस आएपछि हामीले स्टेटमेन्ट अफ ट्याक्सेबल इन्कम निकाल्ने है। स्टेटमेन्ट अफ ट्याक्सेबल इन्कममा चाहिँ हामीले एसेसिबल इन्कम फ्रम बिजनेसमा चाहिँ के घटाउन सक्छौँ त भन्दाखेरि डोनेसन घटाउन सक्छौँ। डोनेसन भनेको म्याक्सिमम् 1 लाख रुपियाँ है, अथवा 5% अफ टोटल एसेसिबल इन्कम प्लस पिसिसी एन्ड आरडी। पिसिसी एन्ड आरडी प्लस टोटल एसेसिबल इन्कमको 5% चाहिँ अथवा एक्चुअल, यो तिनटामा जुन थोरै हुन्छ त्यो घटाउन सकिन्छ एज अ डोनेसन है। त्यसपछि आउँछ टोटल एसेसिबल इन्कम आउँछ। टोटल एसेसिबल त्यो ट्याक्सेबल इन्कम आयो है, ट्याक्सेबल इन्कम आउँछ। ट्याक्सेबल इन्कम आएपछि कम्प्युटेसन अफ ट्याक्स लाइबिलिटिज निकाल्दाखेरि चाहिँ कसरी निकाल्ने भन्दाखेरि यो अब त्यो पहिला त हामीले हुन्छ नि अब 5 लाखसम्मको इम्प्लोइमा छ भने 5 लाखसम्म 1%, बिजनेसहरू छ भने 0%, अथवा कपल छ भने 5 लाखसम्मको 1%, बिजनेस छ भने 0%, यस्तो त थियो। अब बिजनेसमा चाहिँ फरक हुन्छ है। बिजनेस भनेको चाहिँ बिजनेस इन्टिटी छ भने एसेसिबल इन्कमको 25% चाहिँ ट्याक्सेबल इन्कम हुन्छ। त्यसपछि फाइनेन्सियल इन्स्टिट्युसन छ, जस्तै कि फाइनेन्सियल इन्स्टिट्युसनहरू भनेको त ब्याङ्कहरू भयो हो, उनीहरूले चाहिँ 30% अफ एसेसिबल इन्कम है, एसेसिबल इन्कमको 30% चाहिँ ट्याक्स तिर्नुपर्छ सरकारलाई। जस्तै अब टोब्याकोहरू छ, पेट्रोलियम प्रोडक्टहरू छ भने 30% अफ एसेसिबल इन्कम 30% तिर्नु पऱ्यो एसेसिबल इन्कमको। टेलिकम्युनिकेसन्स, इन्टरनेट, मनी ट्रान्सफर, क्यापिटल मार्केट, मर्चेन्ट ब्याङ्किङ, सेक्युरिटी बिजनेसहरू छ भने उनीहरूले पनि 30% तिर्नुपर्छ एसेसिबल इन्कमको। स्पेसियल इन्डस्ट्री छ भने 20% तिर्नुपर्छ एसेसिबल इन्कमको। कन्स्ट्रक्सन, रोपवे, केबल कारहरूवाला छ भने 15% तिर्नुपर्छ एसेसिबल इन्कमको। त्यसमा चाहिँ अब कुन बिजनेस हो त उनीहरूले यति % तिर्नुपर्छ। त्यसमा चाहिँ के घटाउन सक्छन् त भन्दाखेरि एडभान्स ट्याक्स पेड अथवा एडभान्स टिडिएस छ भने है। एडभान्स टिडिएस अथवा एडभान्स ट्याक्स पेड भनेको चाहिँ अगाडि नै तिरेको टिडिएसहरू होइन, कति अगाडि नै कर तिरेको छ भने त्यो घटाउन सक्छन्। अब नेटलाई ग्रस बनाएको छ भने ग्रस माइनस नेट अमाउन्टको डिफ्रेन्सलाई घटाउन सक्छन्। त्यसपछि आउँछ ट्याक्स पेएबल आउँछ। अब बिजनेसमा चाहिँ कस्तो कस्तो खर्चहरू घटाउन पाइँदैन भन्ने कुरा गरौँ है। बिजनेसमा कस्तो कस्तो खर्च घटाउन पाइँदैन भन्दाखेरि पर्सनल एक्सपेन्सेस अर अदर देन बिजनेस एक्सपेन्सेस। तपाईँको पर्सनल खर्चहरू चाहिँ बिजनेस खर्चबाट घटाउन पाउनु हुँदैन। इन्कम ट्याक्स पेड, तपाईँले ट्याक्स तिर्नुहुन्छ नि, ट्याक्स तिरेकोलाई खर्च भनेर घटाउन पाउनुहुन्न। त्यसपछि एक्सपेन्सेस रिलेटेड टु ट्याक्स एक्जिम
सम्बन्धी खर्चहरू जस्तै कृषि एग्रिकल्चर खर्चहरू तपाईँले यहाँ आएर घटाउन पाउनु हुँदैन। अनि रिजर्भ प्रोभिजनहरूलाई पनि तपाईँले घटाउन पाउनु हुँदैन। डिभिडेन्ड पेड टु सेयर होल्डरलाई दिएको डिभिडेन्ड घटाउन पाउनु हुँदैन। क्यापिटल इन्क्रिज गर्दाखेरि लागु खर्च घटाउन पाउनु हुँदैन। एक्सपेन्सेस वाइल बोरोइङ लोन लिँदाखेरिको खर्चहरू घटाउन पाउनु हुँदैन। अनि स्यालेरी पेड हु डु नट ह्याभ प्यान, जसको प्यान छैन नि उनीहरूलाई तपाईँले स्यालेरी दिनुभयो भने त्यो पनि घटाउन पाउनु हुँदैन है। एकदमै यो इम्पोर्टेन्ट कुरा हो त्यही। अनि फाइनहरू पेनाल्टीहरू पनि घटाउन पाउनु हुँदैन तपाईँले। अनि इन्कम ट्याक्स पेड इन फरेन, अब फरेनमा तिरेको इन्कम ट्याक्स चाहिँ तपाईँले यता नेपालबाट घटाउन पाउनु हुँदैन। अब फाइनल विथ होल्डिङ, अब के इन्कमहरू चाहिँ तपाईँले एड गर्न पर्दैन भन्ने कुराहरू छ यसमा है। डिभिडेन्ड पाउनु भएको छ भने, इन्ट्रेस्ट रिसिभ फ्रम ब्याङ्क बोन्डहरूबाट इन्ट्रेस्ट आएको छ, डेभेन्चरहरूबाट आएको छ, रेन्ट रिसिभ गर्नुभएको छ भने हो फाइनल यिनीहरू भनेको फाइनल विथ होल्डिङ हो। र फाइनल विथ होल्डिङ भनेको तपाईँले ट्याक्स तिरेर मात्रै रिसिभ गर्न सक्नुहुन्छ त्यो, र त्यो एकचोटि ट्याक्स तिरेपछि दोहोऱ्याएर त्यो ट्याक्सेबल इन्कममा लगेर जोड्न पर्दैन। यो चाहिँ फाइनल हो, यो फाइनललाई तपाईँले एड गर्न पर्दैन है। अब हामीले के बुझ्छौँ भन्दाखेरि क्यालकुलेसन अफ अलावेबल डेप्रिसिएसन कति हुन्छ त भन्ने कुरा है। त्यसमा चाहिँ पार्टिकुलर्स ABCD दिन्छौँ। र ए भनेको के हो भन्दाखेरि ए भनेको बिल्डिङहरू भयो जुन अनमुभेबल हुन्छ नि, त्यस्तो स्ट्रक्चरहरूलाई हामीले एमा लेख्छौँ। बी भनेको अफिस इक्विपमेन्टहरू कम्प्युटर फर्निचरहरू बीमा लेख्छौँ। सी भनेको गाडीहरू भेहिकल्सहरू भयो सीमा लेख्छौँ। डी भनेको प्लान्ट एन्ड मेसिनरीहरूलाई हामीले डीमा लेख्छौँ। अब ओपनिङ WDB भनेको ओपनिङ रिटर्न डाउन भ्यालु है। रिटर्न डाउन भ्यालु मेथडबाट आएको, पहिला हामीले रिटर्न डाउन भ्यालु युज गरेर डेप्रिसिएसन कटाएर अहिले वर्षमा चाहिँ कति छ त्यसको भ्यालुएसन भनेर अहिलेको इयरको भ्यालुएसन हामीले लेख्छौँ है। त्यसपछि एमा यति भ्यालुएसन छ, बीको यति, सीको यति भनेर हामीले लेखेको छौँ है। एमा कति लेखेको छौँ 50, 1, 10, 100,000 5 लाख रुपियाँ लेख्यौँ। बीमा 45,000 लेख्यौँ र सीमा 2400 रुपियाँ लेख्यौँ है। त्यसपछि अब यो वर्ष चाहिँ के किन्यौँ त, डिप्रिसिएबल एसेटहरू नयाँ के थपियो त यो वर्ष हामीले त्यो लेख्छौँ। अब यदि श्रावणदेखि पौषको इन्डसम्म छ भने हामीले पुरै अमाउन्ट लेख्छौँ। माघदेखि चैत्रसम्म छ भने 2/3 मात्रै लेख्छौँ। र वैशाखदेखि असारसम्म छ भने 1/3 मात्रै लेख्छौँ। अहिले अनि यसमा के छ त भन्दाखेरि पर्चेज कम्प्युटर गऱ्यौँ। पर्चेज कम्प्युटर भनेको अफिस इक्विपमेन्ट भएर हामीले बीमा लेख्यौँ। अनि श्रावणमा किनेको रहेछ त्यही भएर पुरा है, जति किन्यौ त्यति नै लेख्छौँ। र श्रावणमा 60,000 को किने भएर हामीले 60,000 नै लेख्यौँ। अब त्यसपछि हामीले लेस गर्छौँ। के लेस गर्छौँ भन्दाखेरि हामीले केही डिप्रिसिएबल एसेटहरू केही बेच्या छौँ भने त्यो घटाउनु पर्छ है। त्यो घटाइसकेपछि बल्ल आउँछ डेप्रिसिएसन बेस। अघि नै हामीले हिसाब गर्दा थियो नि डेप्रिसिएसन बेसको 7% भनेर कुरा आएको थियो नि, हो मेन अब यसको चाहिँ 7% रहेछ है। अब डेप्रिसिएसन बेस आयो, बेस कसरी निकाल्ने त भन्दाखेरि अब यसमा कसरी निकाल्यो भन्दाखेरि 5 लाखको 5 लाख लेख्यौँ है। अनि 45,000 को मा 60,000 एड गऱ्यौँ र 1,05,000 लेख्यौँ। 2400 को 2400 नै लेख्यौँ र त्यसरी डेप्रिसिएसन बेस आयो। अब डेप्रिसिएसन बेसमा रेट अफ डेप्रिसिएसन कति हो त भन्ने कुरा चाहिँ पहिले तोकिएको हुन्छ कि 5%, 25%, 20%, 15%, एलाई 5, बीलाई 25, सीलाई 20 र डीलाई 15 पहिले तोकिएको छ यो चाहिँ है। यो चाहिँ IRD गभर्मेन्टले भनेको अनुसार हो यो चाहिँ। त्यसपछि अलाउएबल डेप्रिसिएसन भनेको चाहिँ कति छ त कति अलाउ छ त गर्न सकिन्छ त भन्ने कुराहरू बल्ल आउने भयो कि 5% अफ डेप्रिसिएसन बेस गर्ने है। अनि त्यसरी हामीले सर्लक्क लाएर यो अलाउएबल डेप्रिसिएसन निकाल्न सक्छौँ। त्यसपछि अब के हुन्छ त भन्दाखेरि स्पेसल इन्डस्ट्रीहरूलाई चाहिँ है 1/3 अझै एड गर्न पाउँछ कि सबैले पाउँदैन है। अब डेप्रिसिएसन चाहिँ एड गर्दा चाहिँ फाइदा हुन्छ कि किन डेप्रिसिएसन धेरै हुँदा फाइदा हुन्छ भन्दाखेरि जति डेप्रिसिएसन बढ्यो नि हो त्यति नै एक्सपेन्सेस बढ्छ। एक्सपेन्सेस बढेपछि प्रफिट घट्छ। प्रफिट घटेपछि चाहिँ अब सरकारलाई कर कम दिन पऱ्यो नि त, हो त्यही भएर हामीले सकेसम्म डेप्रिसिएसनको भ्यालु चाहिँ हामीले चाँचाडै हुन्छ नि धेरै धेरै लेख्न खोज्छौँ कि। अब स्पेसल इन्डस्ट्रीहरूले अझै 1/3 अझै एड गर्न पाउँछन् र एड गरेपछि अनि अलाउएबल डेप्रिसिएसनको चाहिँ 1/3 अझै हामीले एड गर्न पायौँ है। त्यसपछि बल्ल आउँछ क्लोजिङ WDB भनेको क्लोजिङ रिटर्न डाउन भ्यालु मेथड अनुसार चाहिँ क्लोजिङ WDB कति भयो त भन्ने कुरा है। अब क्लोजिङ चाहिँ
कसरी निकाल्ने भन्दाखेरि अलाउएबल डेप्रिसिएसन प्लस एडिसनल 1/3 एड गरेर त्यसको टोटल सम के अब एमा आयो जति आउँछ, बीको जति आउँछ, सीको जति आउँछ सबै जोडेर, डीको जति आउँछ, ईको सबै जोडेर चाहिँ डेप्रिसिएसन भनेर हामीले बल्ल एक्सपेन्सेसमा लगेर देखाउने हो उता है। अब एबिसिडी त बुझेँ म। ई भनेको इन्ट्यान्जिबल एसेटको लागि कसरी हिसाब गर्ने त भन्दाखेरि इन्ट्यान्जिबल एसेटको लागि चाहिँ जति हो नि त्यो इन्ट्यान्जिबल एसेटको प्राइस जति हो नि हो त्यति डिभाइडेड बाई लाइफ गर्दाखेरि जति आउँछ त्यो चाहिँ हामीले डेप्रिसिएसनमा घटाउन पाउँछौँ हरेक वर्ष। यसरी हामीले डेप्रिसिएसनको हिसाब गर्न सक्छौँ। अब हामीले बुझ्छौँ लस सेटअप अथवा लस क्यारी फरवर्ड है। यो भनेको के हो त भन्दाखेरि लस क्यारी फरवर्ड इज युजिङ द पास्ट बिजनेस लसेस टु क्यान्सल आउट फ्युचर लसेस सो यु क्यान पे लेस ट्याक्स लेटर। यो भनेको के हो भन्दाखेरि तपाईँले चाहिँ लस क्यारी फरवर्ड भनेको चाहिँ पास्ट बिजनेस लसेस के होइन, जस्तै यो वर्षको लसेस, अघिल्लो वर्षको लसेस, अब 2080 को लसेस, 2079 को लसेस, 2081 को लसेस, यस्तो लसेसहरू जुन पास्टमा भएको लस है क्यान्सल गर्न सक्नुहुन्छ भविष्यमा हुने नाफाबाट। जस्तै कि अब आउने नेक्स्ट इयरको लस चाहिँ नेक्स्ट इयरको प्रफिटबाट चाहिँ तपाईँले पहिलाको लसलाई घटाउन सक्नुहुन्छ है। अब त्यो भयो भने के हुन्छ त भन्दाखेरि तपाईँले ट्याक्स कम तिर्नुपर्छ, ट्याक्स बचाउन सक्नुहुन्छ त्योबाट। र यो चाहिँ लिगल सोर्सबाट हामीले ट्याक्स बचाउने यो वो तरिका हो है। यसको लागि के छ त भन्दाखेरि बिजनेस एन्ड इन्भेस्टमेन्ट लस इज अलाउडेड फर एडजस्ट अप टु 7 इयर। 7 वर्षसम्म चाहिँ हामीले एडजस्ट गर्न सक्छ बिजनेस अथवा इन्भेस्टमेन्टको लसलाई। बिजनेस लस भनेको एडजस्ट फ्रम बिजनेस अर इन्भेस्टमेन्ट है। बिजनेसको लसलाई हामीले बिजनेसबाट नि एडजस्ट गर्न सक्छौँ, इन्भेस्टमेन्टबाट एडजस्ट गर्न नि सक्छौँ। बट इन्भेस्टमेन्ट लस एडजस्ट ओन्ली फ्रम इन्भेस्टमेन्ट है। इन्भेस्टमेन्टको लस चाहिँ इन्भेस्टमेन्टबाट मात्रै एडजस्ट गर्न पाइन्छ, तर बिजनेसको लस छ भने बिजनेसबाट नि पाइयो, इन्भेस्टमेन्टबाट नि पाइयो है। अनि त्यसपछि जस्तै अब एउटा अर्को के छ भन्दाखेरि जस्तै अब तपाईँले नेपालमा एउटा कम्पनी छ, एउटा ब्रान्ड छ होइन, इन्टरनेसनल ब्रान्ड छ भने जस्तै अब तपाईँले नेपाल इन्टरनेसनल ब्रान्ड छ भने नेपालमा भएको लसेस चाहिँ विदेशबाट चाहिँ तपाईँले एडजस्ट गर्न पाउनुहुन्छ फेरि है। नेपालको लस अरू देशमा गएर बाहिर देशमा जस्तै नेपालमा भए लस चाहिँ तपाईँले इन्डिया, अमेरिका, चाइनामा बिजनेस छ भने त्यताबाट तपाईँले एडजस्ट गर्न पाउनुहुन्छ। तर विदेशमा भएको लसेस होइन, अरू देशमा भएको लसेस चाहिँ नेपालबाट एडजस्ट गर्न पाइँदैन त्यो चाहिँ फेरि है, त्यो पाइँदैन। अनि अर्को भनेको चाहिँ के छ भन्दाखेरि लस फ्रम बिजनेस अन्डर बुट अथवा बोट एन्ड पेट्रोलियम बिजनेस इज अलाउडेड फर एडजस्ट अप टु 12 इयर। अब जस्तै बुट भनेको के हो भन्दाखेरि यस्तो खालको प्रोजेक्ट जुन कि केही समयपछि गभर्मेन्टलाई ह्यान्डओभर गर्नुपर्छ कि गभर्मेन्टलाई दिनुपर्छ। जस्तै नेपालमा हाइड्रो पावरको के छ भन्दाखेरि अब 30 वर्ष 40 वर्ष होइन, अब त्यो कतिमा कागजपत्र गरेको छ होइन, त्यो अनुसार त्यति समयपछि चाहिँ अब हाइड्रो पावरहरू सबै गभर्मेन्टलाई ह्यान्डओभर गर्नुपर्छ। त्यस्तो खालको बिजनेस छ भने, पेट्रोलियम बिजनेस छ भने हो त्यस्तो बिजनेसहरूले चाहिँ 12 वर्षसम्म चाहिँ लसलाई फरवार्ड गर्न सक्छन् है। अनि त्यसपछि अरू के छ त भन्दाखेरि अनि तपाईँले हुन्छ नि अब कस्तो भन्दाखेरि लस फ्रम बिजनेस अर इन्भेस्टमेन्ट ड्युरिङ द पिरियड अफ ट्याक्स एक्जिम्सन इज नट अलाउडेड फर एडजस्टमेन्ट के। जस्तै अब ट्याक्स एक्जिम्ड पाएको इयरहरूमा चाहिँ तपाईँले हुन्छ नि हो जस्तै ट्याक्स फ्री भएको इयरको लस चाहिँ तपाईँले एडजस्ट गर्न सक्नुहुन्न पछि के है। जस्तै अब सेज एउटा इक्जाम्पल लिउँ सेजको है। सेजमा के हुन्छ भन्दाखेरि जस्तै अब सेजमा नि दुईवटा टाइपको हुन्छ, एउटा 10 वर्षको फ्री, अर्को 5 इयरको फ्री हो। भनेपछि फ्री भएको टाइममा तपाईँले लस भएको छ भने पछि त्यो जुन कि त्यो 10 इयर अथवा 5 इयर पछि चाहिँ त्यसलाई एडजस्ट गर्न पाइँदैन कि। ट्याक्स फ्री भएको इयरको लसेस चाहिँ पछि त्यहाँ हामीले एडजस्ट गर्न पाइँदैन। ओनरसिप चेन्ज भएको छ भने अर्को है, ओनरसिप चेन्ज भएको छ भने, मर्ज भएको छ, एक्विजिसन भएको छ भने चाहिँ हो त्यसपछि चाहिँ फेरि त्योभन्दा अगाडिको लसेस चाहिँ आफ्टर मर्ज र एक्विजिसन्स हामीले पछि चाहिँ हामीले एडजस्ट गर्न पाउँदैनौँ। किन पाइँदैन भन्दाखेरि मर्जहरू गर्दा एक्विजिसन गर्दाखेरि चाहिँ त्यो लसलाई पनि पहिले एडजस्ट गरेको हुन्छ कि है। अब हामीले बुझ्छौँ लस क्यारी फरवार्डको बारेमा बुझ्छौँ है। अब प्र्याक्टिकल्ली है यसमा के छ भन्दाखेरि इयरमा हामीले अब इयर 3 देखि 9 सम्म लेख्यौँ। किन लेख्यौँ त भन्दाखेरि इयर 1 र 2 मा चाहिँ लस भएको छ है भनेर
प्र्याक्टिकली देखाउनु पऱ्यो नि त। त्यही भएर पार्टिकुलर्समा पार्टिकुलर लेख्छौँ। प्रफिट एन्ड लसमा चाहिँ क्वेसनमा दिएको हुन्छ इयर 3 मा त्यही नेगेटिभ अथवा 20,000 लस भएको रहेछ भने इयर 4 देखिबाट 9 सम्म चाहिँ नाफै भएको छ भन्ने कुरा प्रफिट एन्ड लस एकाउन्टमा दिएको छ है। अब हामीले एड ब्याक गर्नु पऱ्यो। एड ब्याकमा हामीले डोनेसन, पिसिसी र आरएनडीलाई चाहिँ एड ब्याक गर्छौँ। अब किन गर्छौँ त भन्दाखेरि जस्तै अब तपाईँलाई कुनै इयरमा घाटा भएको छ भनेर हिसाब गर्नु पऱ्यो, घाटालाई तपाईँले फरवार्ड गर्नु पऱ्यो, अनि डोनेसन पनि दिने, अनि घाटा भयो डोनेसन किन दिने भन्ने जस्तो कुरा नि आउला होइन। अब यस्तो यस्तो हिसाबले डोनेसनहरू, पिसिसीहरू, पोल्युसन कन्ट्रोल कस्ट, रिसर्च एन्ड डेभलपमेन्ट कस्टलाई चाहिँ अब तपाईँले अब एड गर्नु पऱ्यो। प्रफिट एन्ड लसमा चाहिँ पहिला तपाईँले घटाउनु भएको कुराहरू एड ब्याक भनेको चाहिँ पहिला तपाईँले डोनेसन दिएर सपोज 1 लाख रुपियाँ डोनेसन दिएर तपाईँले खर्च देखाउनु भएको थियो नि त। अब चाहिँ खर्च देखाउन पाइएन। एड ब्याक भनेको तपाईँको प्रफिट एन्ड लसमा गएर एड हुने भयो कि त्यो भनेको नाफा बढ्ने भयो डोनेसनको कारणले भएको डोनेसन, पिसिसी एन्ड आरएनडीले गर्दा तपाईँको बिजनेसमा भएको जुन त्यो प्रफिट घटाएको थियो नि त्यो चाहिँ अब फेरि एड हुने भयो है। अनि यसमा क्वेसनलाई के भनेको छ भन्दाखेरि डोनेसन चाहिँ तपाईँले इयर 7 मा 50,000 र आरएनडी चाहिँ 2,50,000 गर्नुभएको रहेछ हो भनेपछि यसमा चाहिँ अहिले इक्जाम्पललाई मात्रै थोरै देखेँ मैले होइन। डाटाहरू धेरै भयो भने त गन्जागोल भएर बुझ्न गाह्रो हुन्छ नि त। तर रियलमा त हरेक इयरमा भएको हुनसक्छ डोनेसन, पिसिसी, आरएनडी होइन। हो सबै कुराहरू हामीले भएको छ भने सबै इयरको लेख्न पऱ्यो है। अहिले चाहिँ हामीले इयर 7 मा मात्रै भएको छ भनेर माने। त्यसपछि यस्तो खालको इन्कमहरू होइन, जस्तै अब इन्कम वाज नट एडेड इन प्रफिट एन्ड लस। पहिला प्रफिट एन्ड लसमा केही इन्कमहरू एड गर्न छुट्या रहेछ भने, छुट्टिएको थियो भने तपाईँले त्यो पनि एड गर्नु पऱ्यो कि केही इन्कमहरू पहिला छुट्टिन सक्छ नि त हिसाब गर्दाखेरि। हो त्यस्तो छुट्टिएको रहेछ भने एड गर्नु पऱ्यो। र अब अर्को के छ भन्दाखेरि अनि क्रेडिट सेल्स, केही तपाईँहरूले उधारमा सेल गर्नुभएको थियो, केही पैसा पाउन बाँकी थियो र तपाईँले आफ्नो एकाउन्ट चाहिँ क्यास बेसिसमा मेन्टेन गर्नुभएको रहेछ भने, क्यास बेसिसमा तपाईँले हिसाब गर्नुभएको रहेछ भने चाहिँ हो उधारमा सेल गरेका कुराहरू पनि सबै चढाउनु पऱ्यो। त्यसपछि हामीले लेस के लेस गर्ने त भन्दाखेरि डेप्रिसिएसनलाई हामीले लेस गऱ्यौँ अब है। किन लेस गऱ्यौँ त भन्दाखेरि क्वेसनले के भन्यो भन्दाखेरि प्रफिट अफ इयर 8 वाज डिराइभ बिफोर डिडक्टेसन अफ अलाउएबल डेप्रिसिएसन अफ 100। पहिला हामीले इयर 8 को चाहिँ प्रफिट एन्ड लस अकाउन्ट बनाउँदाखेरि मेन्टेन गर्दाखेरि त्यही डेप्रिसिएसन चाहिँ घटाउन छुट्या रहेछ कि त्यही भएर हामीले अहिले लेस गऱ्यौँ है। अनि रिसिभ फ्रम ब्याङ्क, अब ब्याङ्कबाट तपाईँले रिसिभ गर्दाखेरि त रिसिभ फ्रम ब्याङ्क भनेको त फाइनल हो नि त, फाइनल विथ होल्डिङ हो भनेपछि पहिला झुक्केर एडमा गर्नुभएको भएर अहिले हामीले लेस गऱ्यौँ। यस्ता यस्ता कुराहरू चाहिँ हामीले एड लेस गरेपछि बल्ल एडजस्टेड प्रफिट एन्ड लस आउँछ कि पहिला प्रफिट एन्ड लस आएको थियो भने अब एडजस्टेड प्रफिट एन्ड लस आउँछ। हामीले केही कुराहरू हुन्छ नि अब त्यो घटबड गऱ्यौँ, अब एडजस्टेड प्रफिट एन्ड लस लेख्यौँ है। त्यो भनेको माथि नेगेटिभ छ भने नेगेटिभ प्लस हिसाब गरेर हुन्छ नि त। त्यसमा अब 3 लाख एड प्लस 3 लाख प्लस 50,000 प्लस 2,50,000 गरेर 6 लाख आयो। यता प्लस 2 लाख माइनस 100 गरेर 1,99,800 आयो होइन। 1,49,800 रुपियाँ आयो। अनि त्यसपछि क्यारी फरवार्ड, अब बल्ल स्टार्ट गर्न पायो कि हामीले। इयर 1 मा भएको 1 लाख रुपियाँ चाहिँ अब इयर 1 को 1 लाख रुपियाँ चाहिँ इयर 3 मा तपाईँले घटाउन सक्नु भएन। किन भन्दाखेरि इयर 3 मा त लसै छ। इयर 4 मा गयौँ, इयर 4 मा त 30,000 मात्रै प्रफिट भयो, त्यही भएर हामीले 30,000 मात्रै घटाउन पायौँ। अनि भनेपछि 1 लाखमा 30,000 घटाएपछि बाँकी कति रह्यो भन्दाखेरि 70,000 बाँकी रह्यो। 70,000 को 50,000 चाहिँ हामीले इयर 5 मा घटायौँ। अब बाँकी रहेको 20,000 चाहिँ बल्ल इयर 6 मा गएर एडजस्ट गऱ्यौँ। अब हाम्रो इयर 1 मा भएको 1 लाख रुपियाँ चाहिँ बल्ल एडजस्ट भयो। अब इयर 2 मा जान्छौँ, इयर 2 मा त 50,000 भएको रहेछ हो। इयर 2 मा भएको 50,000 त हामीले अब इयर 3 बाट नि एडजस्ट गर्न मिल्दैन, 4 बाट नि मिल्दैन, 5 बाट नि मिल्दैन र 6 बाट चाहिँ मिल्ने भयो है। 6 मा चाहिँ के थियो भन्दाखेरि 2 लाख नाफा भएको थियो। अघि हामीले इयर 1 को 20,000 एडजस्ट गऱ्यौँ। अब बाँकी रह्यो 1,80,000 मा हामीले 50,000 एडजस्ट बल्ल गर्न पायौँ कि। यसरी हामीले इयर 2 को एडजस्ट चाहिँ इयर 6 मा गएर बल्ल गर्न मिल्यो। इयर 3 मा अब इयर 3 मा त भएको लस भनेको चाहिँ अब क्वेसनले भनेको थिएन, तर क्वेसन के छ भन्दाखेरि इयर 3 मा त नेगेटिभ 20,000 लस भयो भनेर यहाँ देखियो नि त। हो भनेपछि अब यो नेगेटिभ 20,000 लाई पनि एडजस्ट गर्नु पऱ्यो। अनि यो 20,000 फेरि हामीले अब इयर 3, 4, 5 मा गर्न मिलेन, डाइरेक्ट 6 मा गर्न मिल्यो। कसरी मिल्यो भन्दाखेरि 2 लाख
मा चाहिँ इयर 1 को हामीले 20,000 एडजस्ट गऱ्यौँ, इयर 2 को 50,000 गऱ्यौँ भनेपछि 2 लाखमा 50 र 70 गर्दाखेरि त 1,30,000 बाँकी रह्यो। 1,30,000मा अब इयर 3 को 20,000 फेरि एडजस्ट गर्न मिल्यो। इयर 3 को 20,000 एडजस्ट गर्दाखेरि अनि 1,10,000 उपुऱ्यो है, अझै 1,10,000 प्रफिटमा देखियो बल्ल भनेपछि अनि त्यसरी हामीले लसहरूलाई एडजस्ट गर्न पायौँ है। अब त्यसपछि के आयो, एडजस्टेड ट्याक्सेबल इन्कम आयो। एडजस्टेड ट्याक्सेबल इन्कम चाहिँ हामीले हिसाब गरेर अब इयर 3, 4, 5मा त हामीले निल भयो अनि बाँकी रह्यो प्लस माइनस गर्ने त हो नि, त्यसरी हामीले एडजस्टेड ट्याक्सेबल इन्कम निकाल्यौँ। त्यसपछि अब हामीले अब बल्ल चाहिँ तपाईँले अब लेस गर्न पाउनुहुन्छ। के लेस गर्न पाउनुहुन्छ भन्दाखेरि अलावेबल रिसर्च एन्ड डेभलपमेन्ट कस्टहरू हुन्छ नि, हो अघि नै हामीले एड गरेको थियौँ, बल्ल अब घटाउनु पायो कि। अब लस एडजस्ट गरेपछि बल्ल घटाउनु पायौँ र लस एडजस्ट गरी कसरी घटाउने त भन्दाखेरि मिनिमम है एक्चुअल र 50% अफ एडजस्टेड ट्याक्सेबल इन्कमको जुन थोरै छ त्यति मात्रै घटाउन पायौँ कि रियलमा चाहिँ। अब पहिला हामीले कति घटाएको थियौँ, रिसर्च एन्ड डेभलपमेन्ट कस्ट भनेर पहिला 2,50,000 घटाएको थियौँ भने एक्चुअलमा त 25,000 मात्रै घटाउनु पायौँ। हेर्नु त ल, जति कम घटायो त्यो त हामीलाई घाटा भयो नि त, नाफा बढ्ने भयो त्यसरी। अनि डोनेसन इयर 7मा गरेको डोनेसन कसरी निकाल्ने त भन्दाखेरि मिनिमम सुरुमा एक्चुअल एउटा छ, म्याक्सिमम 1 लाख छ र 5% अफ एडजस्टेड ट्याक्सेबल इन्कमको जुन थोरै छ त्यो मात्रै हामीले डोनेसनमा घटाउन पायौँ। भनेपछि डोनेसनमा कति घटाउन पायौँ त भन्दाखेरि 30,000 मात्रै घटाउन पायौँ है। त्यसरी डोनेसन यसरी निकाल्ने हो। र अर्को भनेको तपाईँले के क्वेसन भन्दाखेरि डोनेसन अफ 30,000 टु रिलिजियस हेरिटेज विथ अ pre-approval of IRD was not deducted in the profit of year 9 भनेपछि इयर 9मा चाहिँ हामीले एप्रुभल लिएर डोनेसन गरेका थियौँ तर घटाउनु छुटेछौँ भनेपछि त्यो पनि घटाउनु पऱ्यो अब है। भनेपछि डोनेसन अब हामीले फेरि इयर 9 को डोनेसन चाहिँ हामीले अब 30,000 गरेका थियौँ र त्यो 30,000 चाहिँ हामीले अब घटायौँ, त्यहाँबाट माइनस गऱ्यौँ। र त्यस अब के छ भन्दाखेरि अब हामीले यता रिसर्च एन्ड डेभलपमेन्ट कस्टको घटायौँ, डोनेसनको घटायौँ। यदि पिसिसी छ भने पोल्युसन कन्ट्रोल कस्ट पनि यति माथि अमाउन्ट दिएको भए पोल्युसन कन्ट्रोलको नि सेम हो है। रिसर्च एन्ड डेभलपमेन्ट कस्टको जे हो त्यही के हो भन्दाखेरि एक्चुअल र 50% अफ एडजस्टेड ट्याक्सेबल इन्कमको जुन थोरै छ त्यही हो पिसिसीको पनि। अब त्यसपछि बल्ल आउँछ ट्याक्सेबल इन्कम चाहिँ सब बल्ल लास्टमा निस्किन्छ। त्यसरी हामीले लस क्यारी फरवार्डको हिसाब गरेर ट्याक्सेबल इन्कम निकाल्न सकिन्छौँ है। आज चाहिँ हामीले यो भ्याटको हिसाब गर्छौँ है। यसमा के छ भन्दाखेरि प्रोडक्ट पासेस फ्रम प्रोड्युसर टु होलसेलर एट आरएस 1,30,000 इन्क्लुसिभ भ्याट भनेको छ होइन। अब प्रोडक्ट पासेस फ्रम प्रोड्युसर टु होलसेलर भनेपछि प्रोड्युसर टु होलसेलर यहाँ जानु पऱ्यो है। एट आरएस 1,13,000 इन्क्लुसिभ भ्याट भनेपछि 1,30,000 इन्क्लुसिभ भ्याट भनेपछि हामीले 1,30,000 यहाँ लेख्यौँ है। त्यसपछि अर्को कुरो के भनेको छ भन्दाखेरि होलसेलर सोल्ड इट टु द रिटेलर एट आरएस 1,50,000 विथआउट भ्याट भनेपछि होलसेलर सोल्ड इट टु रिटेलर है। होलसेलरले रिटेलरलाई सोल्ड गर्यो एट आरएस 1,50,000 विथआउट भ्याट भनेपछि सेलिङ प्राइस एक्सक्लुसिभ भ्याटमा गएर हामीले 1,50,000 यहाँ हाल्यौँ है सुरु। अनि त्यसपछि रिटेलर सोल्ड टु कन्ज्युमर चार्जिङ 20% प्रफिट अन कस्ट प्राइस भनेपछि रिटेलरले कन्ज्युमरलाई सोल्ड गरेको छ, रिटेलर सोल्ड टु कन्ज्युमर अनि यसमा 25% प्रफिट चाहिँ यहाँ गएर बस्छ। किन भन्दाखेरि रिटेलरले आफूलाई राखेको प्रफिट भनेको रिटेलरले गरेको भ्यालु एडेड हो। रिटेलरले कति भ्यालु एडेड गर्छ भन्ने कुरा हामीले यहाँ राख्छौँ, प्रोड्युसरले एड गरेको भ्यालु यहाँ राख्छौँ, के अरे प्रोड्युसरले एड गरेको भ्यालु प्रोड्युसर टु होलसेलर यहाँ राख्छौँ होइन। यस्तो कुरा भयो यहाँ है। प्रोड्युसरले भ्यालु एड गर्यो भने यहाँ राख्ने, होलसेलरले भ्यालु एड गर्यो भने यहाँ राख्ने, रिटेलरले भ्यालु एड गर्यो भने यहाँ राख्ने, त्यसरी हुन्छ। अब सुरुमा हामीले क्वेसनले के छ 1,13,000 इन्क्लुसिभ भ्याट भनेको छ नि त। अनि हामीले यहाँबाट सुरु गऱ्यौँ है त ल। यदि यो के छ भन्दाखेरि यो 1,30,000 इन्क्लुसिभ भ्याट भन्नुको अर्थ के हो भन्दाखेरि यसमा चाहिँ अब यो भनेको चाहिँ 113% हो कि 113% यो हो है। 113% यो हो भने 113% यो हो भने 1% भनेको 1000 हुन्छ। त्यसो भए 13% इक्वल्स टु 13,000 भनेपछि भ्याट चाहिँ 13% हुने हो नि त। अनि यो 13% हुन्छ भने यो चाहिँ 100% हुन्छ कि फेरि
सेलिङ प्राइस एक्सक्लुसिभ भ्याट भनेको 100% हुन्छ। 100% प्लस 13, 100 को 13% यहाँ हुन्छ र 100 को 13% यहाँ भएपछि 100 प्लस 100% प्लस 13% यहाँ हुन्छ है, सबै जोडेर यो दुईवटा जोडेर यता आउने हो, यसरी हुन्छ। अनि क्वेसनमा फेरि यो भ्यालु एडेड, अब प्रोड्युसरले गरेको भ्यालु एडेड क्वेसनमा दिएको छैन, त्यही भएर हामीले 0 राखौँ। र अब कस्ट प्राइस एक्सक्लुसिभ भ्याट कति हो त भन्दाखेरि यसमा चाहिँ कसरी हिसाब गर्न सकिन्छ भन्दाखेरि यो प्लस यो भनेको हुन्छ नि, यो के अरे यो प्लस यो इक्वल्स टु यो हो भने यो भनेको कति हो भन्दाखेरि त सामान्य तरिका निस्किहाल्यो। अथवा सेलिङ प्राइस एक्सक्लुसिभ भ्याट भन्नु नै यता चाहिँ कस्ट प्राइस एक्सक्लुसिभ भ्याट हो है, प्रोड्युसरको सेलिङ प्राइस एक्सक्लुसिभ भ्याट भन्नु र यो त ट्याक्कै यतै आउने हो कि है। यसरी यो 1 लाख यहाँ आउँछ, आयो सुरुमा यो 1 लाख यहाँ आयो, अनि यो 1 लाख र यो जोड्दाखेरि यो आउने भनेर बुझ्न नि मिल्यो। जसरी पनि एउटै अर्थ एउटै हो है। यसरी हामीले यो लाइनको यहाँसम्म बुझ्यौँ। त्यसपछि यो यता गयो, यता गएपछि यता त गिभन छ, यहाँ छैन यसको भ्यालु त, प्रोड्युसरले एड गरेको भ्यालु गिभन छैन भने यहाँ 0 भयो। अब यो र यो जोड्दाखेरि चाहिँ के अरे यो र यो जोड्दा 1 लाख हुन्छ भने यो 1 लाख भइहाल्यो अवश्य नै। जस्तै यो प्लस यो इक्वल्स टु 1 लाख हुन्छ भने यसको भ्यालु कति भन्दाखेरि 1 लाखै भयो होइन। यो एकदम सिम्पल छ। यसको 13%, 1 लाखको 13% भनेको 13,000 भयो र 1 लाख प्लस 13,000 गर्दाखेरि 1 लाख 13,000 यहाँ भयो। यति सक्यो। अब यो 1 लाख यहाँ आउँछ, अनि यो 1 लाख यहाँ आएपछि अघि त हामीले यो त क्वेसनमै दिएको छ यसको भ्यालु त, भनेपछि यसको भ्यालु क्वेसनमा दिएपछि 1 लाख प्लस एक्स इक्वल्स टु 1,50,000 भनेर गर्न पाएँ। यो यताबाट आएको 1 लाख यो, अनि क्वेसनमा दिएको यो क्वेसनमा दिएको यो भ्यालु यता आयो, अनि के छ हाम्रो भन्दाखेरि यो प्लस यो इक्वल्स टु यो हो नि त, त्यही भएर यो 1 लाख प्लस एक्स, यसलाई एक्स मान्यौँ यहाँको, इक्वल्स टु यो हो भने भ्यालु एडेड बाई होलसेलर भनेको 50,000 यसरी निक्ल्यो है। अब त्यसपछि यसको 13%, यसको 1,50,000 को 13% भनेको यहाँ लेख्ने, यसरी यहाँ लेखिन्छ। त्यसपछि यो 1,50,000 प्लस 19,500 भनेको यो हो फेरि है। यो दुईवटा जोडेर यो आउँछ, जस्तै यो दुईवटा जोडेर यहाँ आउने, यो दुईवटा जोडेर यहाँ आउने, यसरी हुन्छ है। यो दुईवटा जोडेर यहाँ आउने, यो दुईवटा जोडेर यहाँ आउने, यो र यो जोडेर यहाँ आउने, यो र यो जोडेर यहाँ आउने, यस्तो एकदम सिम्पल छ कन्सेप्ट। त्यसपछि हामीले यहाँ पुगेको थियौँ होइन, यो अनि यो र यो जोडेर यो आयो, अनि त्यसपछि फेरि यो भ्यालु यहाँ आउने हो सेम टु सेम है। यो भ्यालु यहाँ आउँछ, यसको चाहिँ अब 20% भनेको भ्यालु एडेड बाई द रिटेलर हो। यहाँ क्वेसनमा दिएको छ नि, रिटेलर सोल्ड टु कन्ज्युमर चार्जिङ 20% प्रफिट अन कस्ट प्राइस भनेपछि भ्यालु एडेड गरेर रिटेलरले 20% हो भने 1,50,000 को 20% यहाँ लेख्यो, 30,000 यहाँ आयो है। यसको 20% यो 30,000 यहाँ आयो। त्यसपछि यो र यो जोडेपछि यो आउँछ भनिहालेँ मैले अघि भरे, जस्तै यो र यो जोडेर यो आउने, यो र यो जोडेर यो आउने, यो र यो जोडेर यो आउने भनेपछि 1,50,000 मा 1,30,000 जोडेपछि 1,80,000 यहाँ आयो है। कन्सेप्ट सिम्पल छ। यो भ्यालु यहाँ आउँछ, यो भ्यालु यहाँ आउँछ, यो भ्यालु यहाँ आउँछ, अनि यो र यो जोडेर यो आउँछ। त्यसपछि यसको 13% यो हुन्छ फेरि है, अनि 13% यो हुन्छ, अनि फेरि यो र यो जोडेर यहाँ आउँछ। एकदम सिम्पल छ है। यो र यो जोडेर यहाँ आउँछ। अब हामीले यति बुझ्यौँ। अब भ्याट पेएबल टु गभर्मेन्ट भने कति हो त भन्दाखेरि यो 13,000 सुरुमा हामीले 13,000 यो लेख्यौँ है। अनि त्यसपछि फेरि यहाँ जब भ्यालु एडेड भएको छैन नि, भ्यालु एडेड नभएपछि भ्याट पनि एडेड हुँदैन भनेर बुझिने भयो। अथवा यो 13,000, अब यो 13,000 माइनस 13,000 है। अब यो र यो घटाउने, यो र यो घटाउँदा कति आउँछ, 0 आउँछ नि, त्यहाँ 0 लेख्यौँ है यहाँ, यसरी बुझिने भयो। अनि त्यसपछि अब के छ भन्दाखेरि यो छ नि, यो 19,500 माइनस 13,000 गर्दाखेरि 6,500 यहाँ यसरी आयो है। त्यसपछि अनि यहाँ अब 23,400 माइनस 19,500 गरेर फेरि यो आयो। एकदम सिम्पल कन्सेप्ट छ है यो। यसरी यो भनेको चाहिँ सरकारलाई दिने भ्याट हो। र जुन यो प्राइस छ नि यो 20,000 2 लाख 10,000 लाख होइन, 2,03,400 रुपियाँ छ नि यो हो। यो भनेको चाहिँ कन्ज्युमरले तिर्ने प्राइस यो हो कि फेरि है। कन्ज्युमरले यो रकम तिर्ने हो, सरकारले पाउने रकम, यताको रकम सरकारले पाउने भयो।
एकदम सिम्पल छ। अब सर बुझाउँछु है। सर बुझाउँदाखेरि यो र मेन कुरा यो र यो जोडेर यो आउँछ, यो भ्यालु यहाँ आउँछ, अनि यसको 13% यो हो र यो जोडेर यो हुन्छ, अथवा यो भनेको कति हो भन्दाखेरि यो भनेको 100% हो, यसको 13% यो हुन्छ, यसको 113% यो हुन्छ है। यसरी एकदम सिम्पल कन्सेप्ट छ र यही हो। अनि यो जस्तै हो कस्ट प्राइस इन्क्लुसिभ भ्याट भनेको कस्ट प्राइस भइहाल्यो। भ्यालु एडेड भनेको कति भ्यालु एडेड गर्यो त प्रोड्युसरले यहाँ भन्ने कुरा हुन्छ। अनि सेलिङ प्राइस एक्सक्लुसिभ भ्याट भनेको बेच्ने प्राइस, तर यसमा भ्याट एक्सक्लुसिभ भनेको जस्तै इन्क्लुड गरेको छैन भन्ने कुरा हुन्छ है। अनि भ्याट 13% एड गर्यो। सेलिङ प्राइस इन्क्लुसिभ भ्याट भनेको अब भ्याट एड गरेपछिको सेलिङ प्राइस कति हो भन्ने कुरा हुन्छ। सरकारले तिरेको भ्याट यो भयो। यसरी नै एकदम सहिलो छ। प्रोड्युसर टु होलसेलर, होलसेलर टु रिटेलर, रिटेलर टु कन्ज्युमर भन्ने कुराहरू एकदम सिम्पल छ यो भ्याटको हिसाबले है।